कहिलेकाहीँ चाहिँ छोरा मान्छे न हो, कसैले कतैतिर नपो फसाइदिने हो कि खुट्टा जाने मान्छे त धेरै हुन्छन् नि त हैन। त्यही भएर चाहिँ मैले चाहिँ उहाँलाई चाहिँ झकझकाइरहेको छु, ओहो होइन है यस्तो यस्तो गर्नु हुँदैन है। झकझकाउने 24 घण्टामा 26 चोटि धनी मान्छे बन भनेर कहिले पनि सिकाउनु भएन। पढ्नुपर्छ, असल मान्छे हुनुपर्छ, धन भनेको पछि कमाउन सकिन्छ भन्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो। कसैको 2 रुपियाँ खाएर यो मान्छेले मेरो यो काम बिगारिदियो भन्ने स्थिति आएको छैन। त्यो आउँदा पनि आओस्, सधैँभरि म चाहिँ दिएर नै खान पुगोस् मलाई भन्ने मेरो सोचाइ छ। कसैसँग माग्ने स्थिति चाहिँ नआओस्। अब छोरा घरमा नआउँदाखेरि चाहिँ छोरी हुनेहरू, छोरा घरमा आएपछि चाहिँ बुहारी हुन् भन्नुहुन्थ्यो मेरो बुवाले। अझै पनि त्यही भन्नुहुन्छ। एकदमै म चाहिँ बागे मानिरहेछु जस्तो लाग्छ कि। जब मेरो छोरो जन्मिन दाइ त्यसपछि मेरो बुवाको माया मलाई झन् धेरै लाग्न थाल्यो। यस्तो ठेस लाग्यो भने पनि यहाँ मुटुमा चसक्क हुन्छ। सायद मेरो बाउलाई पनि त्यस्तै हुन्छ होला। संस्कार सिकाउनेदेखि लिएर हरेक कुरा मम्मीले नै गर्नुभएको हो। मम्मी तपाईँले हामीलाई गरेको जति मैले मेरो छोरालाई मैले गर्न सकेको छैन। उसको व्यक्तिगत कारण रोयो भने अलग, म चाहिँ रुन पार्ने छैन, त्यति कुरा टेन्सन नगर्नु। तपाईँहरूलाई सबभन्दा ठुलो प्रब्लम भनेको टाढा छ, मेरो छोरीलाई कस्तै राखेको छ, के गरेको छ, बाबु दुःख पाएको छ कि भन्ने हुन्छ। मेरो कारणले उसको आँखामा आँसु आउन दिने छैन। नभए कतै दाग लाग्ने पो हो कि फलाना मान्छे यसो यसो भन्ने त आउँछ नि त। त्यो कुरो चाहिँ मैले सुन्नुपर्ने हो कि इनकेस मैले त्यो कुरा सुनिहालेँ भने मैले कसरी सहने त दाइ। एउटा छोरी मान्छेको लागि दाइ अरू केही चाहिँदैन, आफ्नो श्रीमान सधैँ भयो भने त्यही हो सबैभन्दा ठुलो सम्पत्ति। दिस एपिसोड इज ब्रॉट टु बाई कान्तिपुर ज्वेलरी ट्रेडिङ। तपाईको भरोसा हाम्रो प्रतिबद्धता र सुनमा 100% शुद्धता। डर डर लागे जस्तो छुट्टै अर्कै फिलिङ्स भएको कि। कति वर्षपछि आएर? म 10 ल 12 वर्ष पछि। 12 वर्ष पछाडि माइकमा खोला फर्क्यो अहिले। खोला फर्केको त्यो छुट्टै अर्कै छुट्टै म चाहिँ कस्तो अर्कै कि मैले भन्नै सकेको छैन कि कस्तो फिल भएको छ भन्ने कुरा व्यक्तै गर्न सकेको छैन। त्यो के डर डर लागे जस्तो, डर लागे जस्तो खोइ के हो कस्तो कस्तो डर डर भन्नाले त्यस्तो धेरै डर पनि होइन है, तर पनि त्यो कस्तो कस्तो आत्ते जस्तो के। त्यो रेडियोमा फर्स्ट टाइम बोल्नु हुँदाखेरि यस्तै फिल भएको थियो? यस्तै फिल भएको थियो। त्यति बेला त दाइ यस्तो पनि होइन, अझ धेरै कति डर होइन, ढुकढुक नपो मैले अरू नै केही बोलेर बिगार्छु कि होइन, त्यस्तो चाहिँ भएको थियो। आज त्यस्तो त होइन, तर अचानक यो माइकसँग आउँदाखेरि चाहिँ अलिकति नर्भस फिल चाहिँ भएको कि। अर्जुनलाई त त्यस्तो भएको छैन? मलाई त अस्ति आएर गयो नि त है, त्यसो त खासै त्यस्तो के भयो। अहिले कस्तो त्यो एक्सपिरियन्स सुनाउ न। त्यो रेडियोमा फर्स्ट टाइम जोइन गर्दाखेरि? रेडियोमा फर्स्ट टाइम जोइन गर्दाखेरि दाइ रेडियो धेरै सुन्ने मैले होइन, 8, 9, 10 क्लासमा पढ्दासम्म एकदमै धेरै रेडियो सुन्ने। अनि रेडियो सुन्ने, फोन इन प्रोग्रामहरूमा फोन पनि गर्ने। अनि त्यति बेला चाहिँ त्यो चिठी पनि त्यो जुन हुन्छ नि आफन्तजनलाई सम्झेर चिठीहरू पठाउने थियो नि, त्यो बक्समा लगेर हाल्ने पत्र मित्रता चाहिँ हामीले गरिएन। अनि त्यो जुन चिठी लेखेर कुनै प्रोग्राममा चाहिँ चिठी लेखेर त्यो बक्समा लगेर खसालिदिने के। खसालेपछि अनि प्रोग्राममा चाहिँ त्यो चिठी चाहिँ पढेर सुनाउने, त्यो जुन प्रोग्राम हुन्थ्यो नि पहिला पहिला, त्यो प्रोग्रामहरू सुन्ने अनि रेडियो सुन्ने, फोन गर्ने सबै गरिन्थ्यो। अनि जब +2 पढ्न सुरु गर्यो, +2 पढ्न सुरु गर्दाखेरि यस्तै रेडियो सुन्दाखेरि रेडियोमा ल भ्याकेन्सी खुल्ला छ भनेर आयो होइन। अनि आइसकेपछि अब मेरो बाबा चाहिँ घरमा हुनुहुन्थेन, मम्मीसँग बस्ने हामी। अनि मैले मम्मीलाई सुनाएँ, मम्मी ल रेडियोमा चाहिँ प्रोग्राम प्रेजेन्टर भनेर चाहिँ भ्याकेन्सी खुल्या रहेछ, अनि म चाहिँ अप्लाई गर्छु नि त भने। मम्मीले पढ्दैन, पढाइ बिग्रिन्छ भन्नुभयो। मेरो मम्मी चाहिँ अलिक स्ट्रिक्ट के, अनि होइन पढ्दैन, पढाइ बिग्रिन्छ भन्नुभयो। अनि मम्मीले भन्दै पनि मैले नमानिकन गएर अप्लाई गरेँ। गएर चाहिँ त्यो एउटा फर्म भर्नु पर्थ्यो, फर्म भरेँ, मेरो नाम टिपाएँ। अनि 3-4 दिनपछि, यस्तै 3-4 दिनपछि होला इन्टरभ्यू छ भनेर भन्नुभयो। फोन आयो मलाई, इन्टरभ्यू छ, तपाईँ चाहिँ सर्टलिस्ट टेस्ट हुनुभयो, आउनुहोस् इन्टरभ्यू छ भन्नुभयो। अनि सर्टलिस्टमा परिसक्यो भनेपछि खुसी लाग्यो। मम्मीले सुनायो भने फेरि मम्मीले जानिदिनु भएन भने गाह्रो हुन्छ। अनि सुनाएन मम्मीले। बिहान कलेजबाट आइसकेपछि खानासाना खाएपछि हामी इन्टरभ्यू दिन गयौँ। यस्तो लाइन थियो दाइ, त्यो 3 जना मान्छे थियो सिलेक्ट हुनुपर्ने, धन हामी 30 जना जति थियौँ।
मेरो पालो चाहिँ लास्टमा थियो अनि त्यसपछि अब त्यहाँ के थियो है अब त्यहाँभित्र पहिला मभन्दा अगाडि जानेहरूले के थियो कसो थियो त्यहाँभित्र गइसकेपछि जुन त्यो म्याई कमेन्ट भनेर छिर्नुपर्ने नर्मल कुराहरू हुन्छ नि उहाँहरूले चाहिँ फलो गर्नु भएको रहन्छ अनि त्यसपछि मैले चाहिँ त्यो कुराहरू फलो गरेँ भनेर त्यो जुन हाम्रो एकजना सर हुनुहुन्थ्यो पिताम्बर ढकाल भन्ने उहाँ सरलाई चाहिँ त्यो छाप पर्यो अरे होइन सरले चाहिँ मलाई पछि भन्नुभएको के अनि छाप परिसकेपछि मार्केटिङको लागि मान्छे चाहिएको थियो त्यहाँ अनि मलाई चाहिँ अलिकति डर के थियो भने चाहिँ मार्केटिङ भनेको त बाहिर बजारमा घुमेर त्यसपछि त्यो एडभर्टाइजहरू लिएर आउनुपर्ने काम हो नि त अब म सक्छु सक्दिनँ भन्ने थियो तर सक्छु त भन्ने त्यहाँ होइन म सक्छु गर्न सक्छु भने अनि भनिसकेपछि त्यहाँ एकजना दिदी हुनुहुन्थ्यो छेउमा एकजना सुनिता दिदी अनि त्यो दिदीलाई चाहिँ उहाँले चाहिँ मलाई कन्भिन्स गर्न लाउनु भयो अनि खोइ त्यो दिदीलाई के भयो है मेरो नर्भस अनुहार देखेर हो या के देखेर हो ल म कन्भिन्स भएँ मैले चाहिँ के भने होइन त्यहाँ चाहिँ अब जुन मार्केटिङको लागि गर्नुपर्ने हुन्छ नि त कन्भिन्स त्यो कन्भिन्स गरिसकेपछि त्यो दिदी चाहिँ ल ठिक छ म कन्भिन्स भएँ म तिमीलाई चाहिँ एडभर्टाइज दिने भएँ भनिदिनु भयो होइन अनि त्यसपछि भनिसकेपछि सरले भन्नुभयो तिमी चाहिँ अब मार्केटिङमा चाहिँ होइन तिम्रो भोइस एकचोटि रेकर्ड गरेर हेरौँ भोइस ठिक भयो भने हामी चाहिँ तिमीलाई प्रोग्राम प्रेजेन्टरमै राख्छौँ भन्नुभयो भन्न चाहिँ होइन एकजना प्रोग्राम प्रेजेन्टर एकजना मार्केटिङ अनि अर्को चाहिँ के थियो है त्यस्तै रिपोर्टर हो कि के थियो अनि त्यसपछि भोइस रेकर्ड गरेपछि तिमीलाई फोन आउँछ जाऊ भन्नुभयो घर त थाहा छैन मम्मीलाई अनि त्यसपछि घर आइसकेपछि साँझ यस्तै खाना खाने बेला फोन आयो मम्मीकै अगाडि फोन आयो ल तपाईँ चाहिँ सिलेक्ट हुनुभयो भन्नुभयो अनि मम्मीलाई भने मम्मी मैले ट्राई मात्रै गरेको हो म चाहिँ सिलेक्ट भएँ म पढाइमा ह्याम्पर गर्दिनँ म जान्छु नि त मलाई एकदमै रहर छ मम्मी भने अनि त्यसपछि ल बाबालाई सोध भन्नुभयो अनि त्यसपछि बाबाले चाहिँ हामीलाई रोक्नु हुन्थेन कि फेरि हाम्रो मम्मी चाहिँ अलिकति स्ट्रिक हो बाबाले चाहिँ हुन्छ ठिक छ नि त पढाइ ह्याम्पर हुँदैन भने गर भन्नुभयो गर भनिसकेपछि सुरु गरियो दाइ अनि सुरु गर्दै जाँदाखेरि सुरुमा त स्क्रिप्ट लेखेर गयो होइन आज लेखेर गयो अझै इम्प्रुभ गर्नुपर्छ भोलि लेखेर गयो अझै इम्प्रुभ गर्नुपर्छ रेडियोमा यस्तो सुरुमा त म त एकदम के त्यो इन्ट्रेस्ट पनि छ अत्यास पनि लागिसक्यो कि कहिले चाहिँ अनियर हुने भनेर अनि त्यसपछि त्यति बेलै फेरि अर्को एकजना दिदी हुनुहुन्थ्यो त्यहाँ एकदम मलाई सपोर्ट गर्नुहुन्थ्यो दिपा दिदी होइन अनि दिदीले चाहिँ हरेस खानु चाहिँ हुँदैन नानु प्रोग्रामहरू चाहिँ सुन्नु अर्काको स्क्रिप्ट चाहिँ लेखेर ल्याएर रेकर्ड गर्नु अनि सुनाउनु भन्नुभयो दिनमा 2-3टा प्रोग्राम रेकर्ड गर्ने सुनाउने गर्दै गएपछि 1 महिनापछि चाहिँ ल अब चाहिँ तिम्रो चाहिँ एउटा रेकर्ड प्रोग्राम हालौँ न त भन्नुभयो अनि रेकर्ड प्रोग्राम हालौँ न त भनिसकेपछि रेकर्ड गरियो दाइ रेकर्ड गरेर प्रोग्राम पनि गयो 1 हप्ता अनि गयो ल राम्रो भयो प्रोग्राम चाहिँ ल अरूले चाहिँ भोलिन्टियर गर्नु पर्थ्यो तिमीले चाहिँ अब भोलिन्टियर गर्नु पर्दैन भन्नुभयो सुरुमा चाहिँ रेडियोमा त भोलिन्टियर गर्नुपर्छ नि त होइन अनि मलाई चाहिँ भोलिन्टियर गर्नु परेन दाइ सिधै स्यालेरी नै फिक्स गरिदिनु भयो सरले स्टेसन म्यानेजरले बोलाएर स्यालेरी फिक्स गरिदिनु भयो अनि झन् खुसी लाग्यो त्यसपछि अब प्रोग्राम रेकर्ड गरेरै हाल्ने 1 महिना जति अनि त्यसपछि चाहिँ तिमी अनियर हुनुपर्छ भन्नुभयो अब हुन्छ नि त ठिक छ भनेर प्रोग्राम रेकर्ड गर्न गएको त्यति बेला अर्को एकजना दिदी हुनुहुन्थ्यो त्यो दिदीको बिहे हुने भयो अब दिदीको बिहे हुने भएपछि तिमीले नै गर्नुपर्छ मलाई त्यो जुरेको होला कि होइन तिमीले नै गर्नुपर्छ अनि अब तिमी अनियर हुने सिधै भन्नुभयो 1 घन्टा अगाडि प्रोग्राम रेकर्ड गर्न गएको छु म अनि त्यसपछि 1 घन्टा पछाडि 2 घन्टा पछाडिको प्रोग्राम हामीले 2 घन्टा अगाडि रेकर्ड गरेर अनि त्यसपछि चाहिँ गर्थ्यौँ कि हाल्थ्यौँ त्यहाँ होइन अनि अब 2 घन्टा टाइम छ मसँग दाइ म अनियर गरेर मैले कहिले प्र्याक्टिस पनि गरेको छैन रेडियोमा हजुरहरूको त्यति बेला हजुरले गर्नु हुँदाखेरि चाहिँ रेकर्डेड हुन्थ्यो पहिला सुरुमा चाहिँ मैले रेकर्डेड प्रोग्रामहरू हालेको थिएँ होइन एउटा मात्रै हालेको छु नेक्स्ट एपिसोडको लागि जाँदाखेरि त अब डाइरेक्ट अनियर जा भन्दा त मलाई त डर लाग्यो नि त होइन त्यो एउटा अपर्च्युनिटी पनि थियो छन त तर डर लाग्यो अनि डर लागेपछि सरले बोलाउनु भयो तपाईँ गर्न सक्नुहुन्छ तपाईँ के पनि नडराउनुहोस् भनेर अनियरमा म छिरिसकेपछि चाहिँ जुन त्यो प्राविधिक कक्ष हुन्छ नि प्राविधिक कक्षमा अर्को मान्छे देख्यो भने चाहिँ ऊ डराउँछ भनेर सरले कसैलाई पनि जान्दिनु भएन एउटा प्राविधिक दाई हुनुहुन्थ्यो राजेन्द्र दाई अनि राजेन्द्र दाई बाहिरबाट अनि त्यसपछि म भित्रबाट बसेर त्यो दाई म डराउँछु भनेर गर्नुहुन्थ्यो कि त्यो मलाई हौसला दिनुहुन्थ्यो अनि त्यस्तै गर्दै अनि अनियर गरिसकेपछि पनि ल तैँले राम्रो गरी सब गर्न सक्छस् भन्ने कुरा भयो अनि आफूलाई हौसला बढ्दै गयो दाइ त्यसपछि प्रोग्राम चलाउँदै गएपछि अब तैँले न्युज पनि गर्नुपर्छ भन्ने भयो न्युज गर्न थाल्यो अनि बिस्तारै एडिटहरू पनि सिक्नुपर्छ भन्ने भयो हल्का एडिट सिक्दै थिएँ चाहिँ त्यसपछि चाहिँ पछि चाहिँ मेरो बिहे भयो त्यसपछि छोडियो एकदम रमाइलो दाइ रेडियोको लाइफ रेडियो भन्ने कुरा यस्तो रहेछ रहरले भित्र छिरिदो रहेछ होइन रहरै छिरिदो रहेछ निस्किने बेला चाहिँ एकदम बाध्यताले मात्रै छोड्नु पर्दो रहेछ कि रेडियो
मैले फिल गरेको कुरा चाहिँ निस्किने बेला नि म रोएरै निस्केको दाइ किन छोड्नै मन थिएन कि त्यो बिहा गर्ने भइसकेपछि के अर्जुनले चाहिँ नगर अब भनेको थियो कि अथवा चाहिँ कस्तो के थियो होइन नगर भन्नुभएको चाहिँ होइन भयो नि त जस्तो अब सुर्खेतमा रेडियोमा काम गरिरहेको मान्छे अब चितवन जाने अनि चितवनमा त अब एडजस्ट हुनै गाह्रो छ उसलाई धेरै टाढा भयो सुर्खेत र चितवन लगभग 10-11 जिल्ला नै डिफ्रेन्ट पर्छ जान आउनु नै 14-15 घन्टा लाग्छ अनि त्यो इन्भाइरोमेन्टमा यता आएर ढल्नै 2-4 वर्ष लागिहाल्ने भयो त्यतिन्जेल म विदेश अब घरतिर बस्न पऱ्यो हेर्न पऱ्यो बिचमा एकचोटि चाहिँ ट्राई गरेँ अब हाम्रो रेडियो अर्पणमा गएर कति 1 हप्ता जति गरेँ क्या 15 दिन जति गरेँ 15 दिन जति गरेँ हाम्रो घर चाहिँ अब सिमल टाँडी जानुपर्ने टाँडी बिहान 6 बजे उठेर जानु पऱ्यो दाइ 7 बजे 7:30 बजेको न्युजको लागि जानु पऱ्यो 6 बजे उठेर अनि त्यसपछि बेलुका आउँदा त 6-6:30 हुने के अनि भइसकेपछि बुवाले भयो अब यो चाहिँ टाढा पनि भयो गाह्रो पनि हुन्छ पर्दैन भन्नुभयो अनि त्यसपछि 15 दिन जति गरेर न्युज त पढेको मैले त्यहाँ पनि त्यसपछि चाहिँ गरिनँ त्यतिखेर त्यहाँ कन्टिन्यू न्युज पढिरहेको भए आज यो ठाउँमा हुँदै हुन्थेन त्यतै अल्झेर बसिरहेको हुन्थ्यो ल बुहारीलाई पोडकास्टमा स्वागत छ अनि भाइलाई चाहिँ फेरि अर्को दोस्रो पटक पोडकास्टमा स्वागत छ धन्यवाद दाइ तपाईँसँग बेला बेलामा यसरी कुरा गर्न पाइरहन्छ खुसी लाग्छ है भाइ र बुहारी युए दुबई आउनुभएको कति भयो म आएको त दाइ लगभग 14 वर्ष क्रस भयो होला अमिता आएको चाहिँ 5 वर्ष जति भयो बिचमा 2 वर्ष बसेँ फेरि नेपाल गएँ अहिले फेरि आएको लगभग 3 वर्ष जति भयो 3 वर्ष भयो अहिले चाहिँ 3 वर्ष बाबु जन्मेपछि 3 वर्ष जति भयो कन्टिन्यू यतै छौँ अहिले कतिवटा पसल के भन्ने बिजनेस नाम भन्न पाइन्छ कि नै पाइन्छ अब बिजनेस भन्दा सुरुमै अब यस्तो तरिकाले जान्छ भन्ने सोचेर चाहिँ गरेका थिएनौँ हामीले सानो अर्काको पसलमा चाहिँ भाडामा लिएर सुरु गरेका थियौँ सुरुमा चाहिँ नमिता पर्फ्युम एन्ड कस्मेटिक भनेर नाम राखेको थियौँ अर्काको ट्रेड लाइसेन्स अरूको हुन्थ्यो आफूले अब बोर्ड चाहिँ हाल्न पाइन्थेन सानो ब्यानर राखेर सुरु गरेका थियौँ त्यो सुरु गरेको 2-4 महिनामा सलुन खोलियो निर्जुन जेन्स सलुन अनि त्यसपछि फेरि निर्जुन जनरल ट्रेडिङ त्यसको ब्रान्च हुँदाहुँदै अहिले कान्तिपुर ज्वेलरीसम्म आइपुगेका छौँ हेरौँ अझ कति माया गर्नुहुन्छ युएवासीहरूले त्यो अनुसार अगाडिको यात्रा तय हुनेछ भाइ त सुरुमा आउनु हुँदाखेरि त जबको लागि आउनु भएको थिएन होइन म एक्ज्याक्टली आएको दुबईमा जबको लागि होइन म अलरेडी पहिला पनि अफगानिस्तान 2 वर्ष बसेर गइसकेको थिएँ अनि पछिल्लो समय पनि फेरि अफगानिस्तानमा नै राम्रो कमाइ हुन्छ भनेर फेरि जाने क्रममा आएर इन्टरभ्यू दिएर सिलेक्ट भएर मेरो टिकटको पर्खाइमा थिएँ म त्यो बिचमा चाहिँ मेरो एउटा भाइ भूमिराज गणेल यहीँ दुबईमै काम गर्ने अनि हाम्रो कम्पनीतिर खोजिरहेको छन् मान्छे भनेर उसले भन्यो मलाई त्यसपछि म आएर इन्टरभ्यू दिएपछि चाहिँ अनि नर्मल्ली हुन्छ भोलिदेखि काममा आइज भन्ने कुरो भयो अब सेलेरीको कुरा हुन्छ अनि त्यो बेलामा पनि नर्मल्ली 3500 सेलेरी भनेर भनेपछि त अब अफगानिस्तान गएर रिस्क लिँदा पनि त्योभन्दा कम हुने अनि यहाँ दुबईमा नै त्यो पाएँ भने त अनि म बेटर अप्सन यही हो भनेर अनि फेरि उता क्यान्सल गरेर त्यही कम्पनीमा कन्टिन्यू मैले 13-14 वर्ष काम गरेँ 12 वर्ष काम गरेँ जब आफ्नो सब सेटलमेन्ट भयो यता त्यसपछि चाहिँ अनि बल्ल मैले छोडेको त्यो सुरुमा त अब जबैबाट स्टार्ट भयो नि त होइन हजुर हजुर कति समय पछाडि चाहिँ अनि फेरि यसरी आफैले आफ्नो बिजनेस स्टार्ट गर्नुपर्छ भन्ने लाग्यो बिजनेस भन्ने त सोचाइ दिमागमै थिएन दाइ जब हामी अब म नेपालबाट आएँ नि त्यो बेलामा त अब सामान्य अब ऋण नहुनेको हुन्छ र 2-4 लाख रुपियाँ ऋण थियो त्यो ऋण तिरेर चाहिँ म मुक्ति पाउन चाहन्छु अनि त्यसो घर गएर आनन्दले बस्छु भन्ने सोचाइ थियो त्यतिखेर सायद म स्टार्टिङ आउँदाखेरि 2-3 लाख जति ऋण थियो होला नेपाली अब पढ्दाखेरि लागेको यताउता त्यस्तो ऋणहरू अनि त्यही तिर्नको लागि भनेर आएको काम पनि फेरि एकदम गाह्रो बिहान 7 बजेदेखि राति 11-12-1 बजीसम्म पनि गर्नुपर्ने पर्फ्युम दोकानमा भिडभाड त्यही अनुसारको हुने हाम्रो गोलसुकमा थियो त्यो चाहिँ गोलसुक भनेको त अब युएको प्राइम लोकेसनै भयो अनि स्टार्टिङमा अब पेल्लान काम पर्ने कार्टुन सार्टुन बोक्नु पर्ने अब स्टोर किपरको जस्तो काम थियो
अब बिस्तारै काम सिक्दै गयो। सबभन्दा पहिला चाहिँ मैले भाषा राम्रोसँग सिकेँ यहाँ। अरबिक भाषा चाहिँ लगभग 3-4 महिनामा मैले नर्मल्ली बोल्न सक्ने भइसकेको थिएँ। अनि त्यसपछि जब भाषा बोलेको देख्न थालेँ तलबाट, अनि त्यसपछि अपग्रेड भएर सेल्समा आइयो। सेल्समा आएपछि अब आफ्नो स्किल देखाउने भनेको सेल्समा हो। अनि त्यसपछि त्यहीँबाट राम्रो हुँदै गयो। त्यो बिस्तारै बिस्तारै आउन चाहिँ अब स्टोर किपरमा आएको, त्यसपछि सेल्समा लानुभयो। सेल्समा लगेपछि अनि सेल्समा पनि राम्रोसँग इम्प्रुभ हुँदै गयो। आफूले बनाएका इन्भोइसहरू आफ्नो कस्टमरसँग इन्टरेक्ट गर्ने उसहरू हेरेर हुन्छ नि त पछाडिबाट। त्यो भएपछि चाहिँ अनि बिस्तारै अपग्रेड हुँदै गएर यहाँसम्म आइयो। त्यही त मेरो क्वेसन चाहिँ त्यो जब त्यो पर्फ्युमको पसल स्टार्ट भयो नि, त्यो चाहिँ कति बेला आयो मैले पनि आफ्नै गर्नुपर्छ भन्ने? कस्तो थियो भने हाम्रो बाबु सानो 1 वर्ष जति थियो होइन। बाबुको 1 वर्षको बर्थडे मनाएर त्यसको दोस्रो दिन कि तेस्रो दिन यहाँ आएको बाबु र हाम्रो नमिता चाहिँ। अनि दुईजना आइसकेपछि ऊ पनि अब त्यत्तिकै घर नबस्छ, म पनि पहिला पनि जब गरेर गयो। ऊ सुपर मार्केटमा काम गरे पहिला, क्यासियर। अनि अब त्यत्तिकै बस्नुभन्दा अब कमाउनुपर्छ गर्नुपर्छ भन्ने थियो नि त त्यति बेलासम्म हाम्रो खासै केही पनि थिएन, सेटअप केही पनि थिएन, भविष्यको प्लानिङ केही थिएन। नर्मल्ली अब एउटा सामान्य घर थियो, पुरानो घर थियो, पानी पर्दा छुइने स्थिति थियो। अनि अब नर्मल्ली सेभिङहरू भनेको अब मैले आफ्नो ब्याकफुटमा त राखिरहेको थिएँ अलिअलि। तर यस्तो मान्छेहरूले देख्ने गरेर चाहिँ मसँगै आएका साथीहरूले प्रगति गरिरहेछन्, घर बनाइरहेछन्, जग्गा किनिरहेछन्, तेरो छोरोले चाहिँ के गरिरहेछ भनेर सोध्थेँ अरे बुवालाई होइन। यसले चाहिँ पैसा लुकायो कि केही गरिरहेछ कि भन्ने हुन्छ नि त। जस्तो आफूले प्लानिङ गरेर राखेको त, अब प्लानिङलाई आफूले साकार गर्न छ भने त त्यो अनुसारले त एक्जिक्युट त गर्नु पर्यो। अनि त्यो भएर चाहिँ म नर्मल सेभिङहरू चाहिँ अलिअलि राखिराखेको थिएँ। अनि बुढाबुढीको सल्लाह पनि भयो कि अनि अब बरु एकजना बाबु हेर्ने मान्छे राख्ने अनि कामै गर्ने भन्ने सोचाइ भयो नमिताको चाहिँ। अनि मैले भनेको 2025मा अर्काको जागिर गर्नुभन्दा नर्मल अलिअलि सेभिङ छ, म पसल खोलिदिन्छु अनि तिमी हेर न त भन्ने कुरा भयो। अनि कन्भिन्स गर्नै लाग्यो थोरै टाइम त, किनभने मलाई चाहिँ जबै गर्न मन थियो कि मलाई बिजनेसपट्टि आउनै मन थिएन। कस्तो सोचाइ महिना मरेपछि स्यालेरी त आउँछ, त्यहाँ फिक्स हुन्छ, अनि यता लगानी गऱ्यो भने डुब्ने हो कि सेभिङ पनि जाने हो कि भन्ने त्यो डर हुन्छ नि त। त्यो डर थियो। अनि तैपनि मैले जबरजस्ती मनाएँ अब त्यो 2-4 दिन यताउता। अनि त्यसपछि स्टार्ट गरियो। बाबु सानो थियो, बाबु हेर्ने मान्छे पनि कोही थिएन, बाबु समातेर बाबु पनि दिनभरि पसलमै कस्टमरसँग सुरुमा धेरै गाह्रो भयो दाइ। स्टार्टिङको फेस सम्झ्यो भने त अहिले म त्यो फेस पार गरेर यहाँसम्म आएँ जस्तो लाग्छ, आफैलाई सपना जस्तो लाग्छ। युईमा आएर एउटा जब होइन, सेल्स एउटा के भन्छ स्टोर किपरदेखिको आफ्नो करियर स्टार्ट गरेर अहिले आफ्नै 4-5वटा के भन्छ पसलै खोलेर यहाँ दुबईमा बसेको अवस्था छ। यो हुँदाखेरि अलिकति मान्छेहरूले भाइरा बुहारीबाट पाठ चाहिँ सिक्न पाउँछ जस्तो मलाई चाहिँ लाग्छ। यो कस्तो हुँदो रहेछ भने हाम्रो नर्मल्ली नेपालीहरूको सोचाइ कस्तो हुन्छ भने हातमा पैसा भइसकेपछि जे चिज पनि गर्ने भन्ने सोचाइ हुन्छ नि। जस्तो तपाईँले केही व्यवसाय गर्नु छ, मसँग टन्न पैसा भएपछि व्यवसाय सुरु गर्छु भन्ने हुन्छ नि। त्यो चाहिँ मैले मेरो आफ्नो व्यक्तिगत जिन्दगीलाई हेरेर त्यो चाहिँ मेरो जीवनमा सार्थक कहिले पनि भएन। हातमा पैसा नभए पनि आँटेर म गर्छु भन्यो भने त्यो चिज आँटेका चिजहरू चाहिँ आजको दिनसम्म पुरा गरिराखेको छु। जस्तो सुरुमै हामीले पसल गर्ने भन्दा पनि हामीसँग नर्मल सेभिङ आफूसँग भएको सेभिङले पनि नपुग्ने स्थिति थियो। तैपनि अब बिचमा स्टार्ट गरियो। स्टार्ट गर्दै गएपछि व्यापार पनि त्यही अनुसारले बढ्दै गयो, राम्रो हुँदै गयो। मैले पनि अब एक्स्ट्रा इन्कमहरूको सोर्सहरू भेटाउँदै गएँ। अनि त्यहाँबाट चाहिँ बिस्तारै बिस्तारै चारैतिरबाट जब मिल्न छ नि दाइ, चारैतिरबाट मिल्दै आउँदो रहेछ क्या। अब नर्मल्ली हामी कति 6-7 महिना गऱ्यौँ क्या होइन, त्यो 7 महिना जस्तो 7 महिना जति हामीले त्यहाँ गर्दाखेरि त्यो 7 महिनामा हामीलाई यति राम्रो भयो कि हामीले त्यो सँगसँगै त्यो पसल सँगसँगै 2टा अरू बिजनेस पनि स्टार्ट गर्न सफल भयो। अनि त्यसपछि चाहिँ अनि अब त्यतिन्जेल पनि म अझ जब गरिरहेको थिएँ। सानो बाबु थियो, नमिताले एक्लै पसल पनि हेर्ने। अनि त्यो सुरुमा त उसलाई त्यति नलेज नहुने पर्फ्युमको, किनभने मेरो पर्फ्युम सम्बन्धी फिल्ड भएको भएर हामीले चाहिँ सुरुमा पर्फ्युम मात्र राखेको थियौँ। अनि पर्फ्युमको चाहिँ उसलाई चाहिँ के सिकाएको थियो नि, त्यो वाट्सएप सजिलो। म उता काम गरिरहेको भए पनि कस्टमर आयो भने, कोही अरबिक आयो भने उसलाई थाहा हुँदैन, मलाई वाट्सएपमा उसलाई बोल्न लगाएर पठाउने, मैले उताबाट रिप्लाई गर्ने, कति भन्ने, के गर्ने।
अनि अरू पनि अब यो पर्फ्युम कतिसम्म दिन मिल्छ के गर्न मिल्छ व्हाट्सएपले चाहिँ उता हुँदै पनि मैले यताको पनि काम गर्न सक्थेँ कि उनको थ्रुबाट पर्फ्युममा त दाइ म जिरो नलेज केही पनि थाहा छैन स्टार्टिङमा चाहिँ पसल खोल्यो त्यहाँ राखेको छ पर्फ्युम होइन कहिलेकाहीँ त्यस्तो हुने अब यति धेरै नाम छ नि दाइ पर्फ्युमको होइन धन्न 500 जति थियो होला कि त्यो पर्फ्युमको नामहरू चाहिँ होइन त्यो डिस्प्लेमा भएको पर्फ्युमको कहिलेकाहीँ कस्टमर आएर कस्टमरले त्यहाँ पर्फ्युम देखिरहेछ उसलाई थाहा छ कि त्यहाँ छ भन्ने कुरा मैले देख्थिनँ क्या दाइ त्यो झन् सोध्यो भने मान्छे कन्फ्युज हुन्छ नि त्यस्तो हेर्दाखेरि ल मलाई कुल वाटर देखायो भने नि कुल वाटर हट वाटर देखिन्छ कुल वाटर देखिँदैन जुन चाहिँ चाहिएको त्यो देखिँदैन अनि म चाहिँ उहाँबाट क्यामेरामा हेरेर भनिरहेको हुन्थेँ कि त्यो यतापट्टि छ त्यसको साइडमा छ यो यहाँभन्दा माथि सेकेन्ड रोयरमा छ भनेर भन्थेँ सुरुमा 2-4 महिना त एकदम गाह्रो भयो उता पसलमा पनि एकदम बिजी हुन्थ्यो म काम गर्ने ठाउँमा पनि नर्मल्ली टाइम भनेको त्यस्तो खाली टाइम नै हुन्थेन कि जतिखेर पनि कस्टमर भएको भइ नै हुन्थ्यो त्यो हुँदै पनि यता बोले जस्तो गरेर उता म्यानेज गर्नुपर्ने 2-4 महिना 1 वर्ष जति चाहिँ बहुत सङ्घर्ष गरियो दाजु अब यसो गरौँ न यो सङ्घर्षकै कुरा जुन अब त्यति बेलादेखिको जुन जब एउटा स्टोर किपरदेखिको लिएर होइन अहिले कान्तिपुर ज्वेलरीसम्म आइपुग्दा होइन त्यो कसरी त्यो स्टेप्स चाल्दै गयो होइन कसरी एउटादेखि अर्कोदेखि अर्को गर्दै अहिलेसम्म पुग्यो त्यो अलिकति सर र त्यो सुनौ न त्यो कसरी किनभने हाम्रो हेरिराख्ने अडियन्सहरूलाई त्यो खालको एउटा क्युरियोसिटी हुनसक्छ होइन यो मान्छेले कसरी गर्यो त अब हामीले पनि गर्न चाह्यो भने कसरी गर्न सक्छौँ भन्ने खालको एउटा आइडिया हुनसक्छ त्यो अलिकति सुनौ न कस्तो हुन्थ्यो भने म पर्फ्युम फिल्डमा काम गर्ने भइसकेपछि म उता पनि काम गरिरहेको थिएँ मसँग कस्टमरको चाहिँ कमी थिएन मसँग नर्मल्ली अब 11-12 वर्षदेखि म एउटै फिल्डमा एउटै दोकानमा काम गरेर मसँग 1200-1500 कस्टमर अलरेडी थिए अनि उनीहरूलाई आफ्नो दोकानमा भएको सामान चाहिँ हामीले आफ्नैबाट दिने र उनीहरूको चाहिँ बेसिक निड अरू प्रडक्टहरू चाहियो भने चाहिँ कसलाई जिम्मा दिने भन्ने हुन्छ नि त धेरै जसो कस्टमरहरू त आजभोलि नआइकन व्हाट्सएपको थ्रुबाट पैसाहरू पठाएर अनि आफ्नो कन्ट्रीमा बसेर सामानहरू रिसिभ गर्ने कार्गोहरू यो झन्झट बिहोर्न चाहँदैन नि त अनि मैले चाहिँ बिस्तारै बाहिरको सामानहरू पनि उनीहरूलाई चाहिएको कलेक्ट गर्न थालेँ अनि त्यहाँबाट एक्स्ट्रा इन्कमहरू हुन थाल्यो अनि त्यो इन्कमले चाहिँ अनि आँट आउन थाल्यो त्यो इन्कम गरेपछि हुँदो रहेछ भन्ने भयो नि त अनि त्यसपछि पर्फ्युम फिल्डमा चाहिँ म लागिरहेँ अनि त्यसपछि अलिअलि सेभिङ भएपछि अब यो सेभिङलाई चाहिँ अब यत्तिकै खेर जान दिनु हुँदैन अरू केही बिजनेस पनि गर्नुपर्छ भनेर त्यसपछि बिस्तारै अर्को गर्दै गयो अनि फेरि अर्को गर्दाखेरि चाहिँ कस्तो भयो भने चाहिँ मेरो स्यालेरी प्लस 2टा दोकानको 3टा भयो त्यो मर्ज भएर फेरि अर्को गरियो त्यो गर्दै त्यसरी यहाँसम्मको जर्नी सक्सेस भयो आजको दिनसम्म है कोही मान्छेले चाहिँ म पनि त्यसरी नै बिजनेस स्टार्ट गर्न चाहन्छु भन्यो भने एउटा आइडिया एउटा सजेसन्स के हुनसक्छ दाइ हाम्रो बर्दुबे नेपाली चोक कान्तिपुर भान्साघर अगाडि निर्जुन जनरल ट्रेडिङ अगाडि म 24 घण्टा उभिरहेको हुन्छु कोही गर्न चाहने कोही हुनुहुन्छ भने सक्ने ठाउँमा आफूले सजेसन दिउँला यदि आफूलाई थाहा छैन भने त्यो चिजमा बोलेर काम छैन कोही हुनुहुन्छ भने आउनुहोस् सक्ने ठाउँमा सहयोगै गरौँला मिलेर काम गरौँला यदि कसैको केही आइडिया छ बिजनेस आइडियाहरू राम्रो छ त्यसबाट भोलिको दिनहरूमा प्रफिट आउने जस्तो छ भने फेरि मिलेर काम गर्न पनि मिल्छ सकिन्छ किनभने हामीसँग बर्दुबे एरियामा पर्याप्त ठाउँ छ अहिलेको स्थितिमा 2-4वटा ठाउँ भनेको राम्रो ठाउँ जे व्यवसाय गरे पनि चल्छ बर्दुबेको एरिया भन्ने बित्तिकै नेपालीहरूको हब हो अनि त्यही भएर अब एउटा बिजनेसमा झुन्डिएर बस्नु त्यो चलेन भने पनि धकालेर लानु भन्ने चाहिँ हुँदैन रहेछ किनभने बिजनेस भनेको समयअनुसार के चल्छ र केबाट आफूलाई प्रफिट हुन्छ त्यो अनुसार ढाल्दै जानु पर्दो रहेछ अहिले मेरो ज्वेलरी जहाँ खुल्दैछ त्यहाँ मेरो 2-2वटा कपडा पसल थियो एउटालाई मैले कन्टिन्यू रनिङ गरिरहेको छु त्यो एउटालाई चाहिँ अहिले ज्वेलरीमा कन्भर्ट गरेँ किनभने समयअनुसार चल्नुपर्छ नभए त्यहीमा मात्र आश्रित भएर बसिरह्यो भने भोलि नचल्न सक्छ भोलि आफ्नो कुनै दुर्घटनामा गइयो भने गाह्रो हुन्छ व्यवसाय भनेको सधैँ दिगो हुँदैन सधैँ एकनाश हुँदैन सधैँ चलिरहन्छ भन्ने छैन अब हाम्रो बुढाबुढीको सोचाइ चाहिँ के छ भने अहिलेसम्म जुन स्थितिमा आइसकेका छौँ नि यहाँभन्दा धेरै माथि पनि जान नपरोस् तर यहाँबाट खसेर ब्याकफुटमा गएर अर्को अगाडि झुक्ने स्थिति नआओस् आजको दिनसम्म कसैलाई नराम्रो गरेको छैन
कसैले त्यस्तो नराम्रो फिल गर्नु भएको छ भने यहीँबाट सरी भन्न चाहन्छु। तर आजको दिनसम्म थाहा पाएर कसैको चित्त दुखाएको छैन र अनि मनमा चाहिँ के लाग्छ भने मैले कसैलाई नराम्रो गरेको छैन, मलाई पनि भगवान्ले नराम्रो गर्नु हुँदैन होला जस्तो लाग्छ र त्यो सबभन्दा बढी पावर चाहिँ मलाई त्यहाँबाट मिल्छ। बुहारीले केही कुरा एड गर्नु छ यो जर्नीमा? यो त अब सुरुमा म आफ्नो इन्ट्रेस्टले बिजनेसमा आएको होइन। यो त बिजनेसको मामलामा म अहिले देखिरहेको छु नि अगाडि, म 10% हो, 90% त उसकै हात हो। किनभने उसले नसम्हाल्दिया भाइ भन्ने भएर मेरो आर्टले हाम्रो बिजनेस स्टार्ट भएको होइन दाइ। किनभने म सुरुमा नेपालबाट आइसकेपछि मैले जब गरेँ, सुपर मार्केटमा क्यासियरको जब गरेँ, 12 घन्टा उभिएरै काम गर्नु पर्थ्यो। त्यहाँबाट चाहिँ मैले कस्टमर कन्भिन्सदेखि लिएर कस्टमरलाई गर्ने ट्रिटहरू सिकेको थिएँ होइन। एउटा अलिकति जुन हामीले नेपालमा गरेको हुन्छ नि त्यहाँ जस्तो त हुँदैन, अलिकति डिफ्रेन्ट त हुन्छ नै यहाँ होइन। अनि त्यसपछि त्यो कुराहरू सिकेको थिएँ। अनि उहाँले अब बिजनेस गर्नुपर्छ, तैँले गर्न सक्छस् गर भन्दाखेरि पनि मलाई चाहिँ होइन बाबु सानो छ, एउटा हेर्ने मान्छे राखौँ, बरु म जबै गर्छु भनेर मैले जब अप्लाई पनि गरेको पनि थिएँ। अनि इन्टरभ्यूको लागि फोन पनि आएको थियो, किनभने मेरो हस्बेन्ड भिसा थियो। हस्बेन्ड भिसा भएको मान्छेलाई भनेर यस्तै कन्सल्टेन्सीमा थियो कि केमा थियो है। अनि इन्टरभ्यूको लागि फोन आयो भनेपछि म एकदम छिटो आत्तिएर ल होइन जब गर्ने होइन, तैँले चाहिँ बिजनेसै सम्हाल्नुपर्छ भनेर। अनि त्यसपछि मेरो लागि काउन्टर लिएर खोलिदिनु भएको होइन। त्यो सानो काउन्टरबाट सुरु गरेको दाइ। सुरुमा बाबु कोहीसँग नि मान्थेन, किनभने अब बाबा मम्मीसँग मात्रै बसेको बच्चा अरूसँग कसरी मान्थ्यो र होइन। उसलाई पनि त हुन्थ्यो होला नि त त्यो अब छोडेर जाने हो कि भन्ने फिल त हुन्छ पक्कै पनि बच्चालाई। अनि त्यहाँबाट सुरु गरेको हुँदै अब यहाँसम्म आयो। भगवान्ले साथ दिनुभएको छ होइन, उपरवालाको हातमा छ सबै कुरा। उपरवालालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म त। अब त्यही हुँदै अब गर्दै गएको छौँ। अब हेरौँ समयले कहाँसम्म पुर्याउँछ, आफ्नो मेहनत गर्ने हो, अरू भन्ने कुरा भगवान् भरोसा। अघि भाइले भन्दै हुनुहुन्थ्यो नि मेरो 10% मात्रै छ दाइ, अहिले 90% त बुहारीको भनेर भन्नुभएको छ नि। अनि तपाईँ देख्नु भएको छ कहिले बर्दुबी जाँदा म पसलमा बस्छु, म बाहिर बसेर पुरा गफ हानिरहेको हुन्छु, सबै पसल हेर्ने, जता कस्टमर भयो। हामीलाई सजिलो चाहिँ के भएको छ भने सबै एकै ठाउँमा छ, विदिन 30 सेकेन्ड 1 मिनटमा सबै आउटलेटमा हामी पुग्न सक्छौँ। जहाँ कस्टमर आउनुभयो त्यहीँ दौडेर गयो, आफूले कन्भिन्स गर्यो। कस्तो हुन्छ भनेपछि अब आफू बसेको र नबसेको चाहिँ फरक हुन्छ बिजनेसमा। त्यो चाहिँ अनि त्यही भएर सकेसम्म चाहिँ हामी अब त्यो नर्मल्ली भिडभाड भयो भने आफू पुग्न सक्ने गरेर नजिकै बसिरहेको हुन्छ। त्यो फेरि यस्तो रहेछ दाइ, अब जस्तो अब तैँले गर्नुपर्छ है भनेर थामिसकेपछि त ओहो मैले त्यो पुरा गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो भन्ने फिल पनि हुँदो रहेछ क्या होइन। किनभने त्यहाँ त आफ्नो लगानी परेको छ नि त दाइ होइन। अलिकति सोचाइमा खुन पसिना परेको छ होइन। लगानी पछि होइन फेरि अलिकति छोरा मान्छे र छोरी मान्छेको त्यो सोचाइमा पनि थोरै डिफ्रेन्स चाहिँ हुन्छ क्या होइन। जति हामी त्यो लगानी गरेछ भनेर जति मरि मेट्छौँ नि अलिकति थोरै डिफ्रेन्स चाहिँ हुन्छ। अनि फेरि अब बाहिरतिर बिजी पनि हुनुभयो, अनि मैले नगरेर कसले गर्ने त, मैले नहेरेर कसले हेर्ने त, त्यो त मैले हेर्नु परिहाल्यो। त्यही भएर चाहिँ अब त्यस्तो लागेको होला 90% होइन, हामी दुईजनाकै बराबरै छ। म चाहिँ कस्तो हुन्छ नि बिन्दास पारेर म केही टेन्सन भन्ने कुरा अहिलेसम्म स्टार्टिङ फेसमा जब सङ्घर्षको फेसहरूमा लिगेँ होला, कयौँ रात सुतिएन, इभन सुसाइडै गर्ने थटहरू पनि आए कतिचोटि होइन। स्टार्टिङमा पहिला बिहेभन्दा अगाडि जो सङ्घर्ष थियो, ऋणले च्यापेको, अब चारैतिरबाट जति जे गर्दा पनि नहुने, जति दुःख गर्दा पनि नहुने, 2-4 चोटि चाहिँ त्यो दिमागमै के सुसाइड गर्ने थटसम्म पनि आएको थियो। तर मर्नलाई पनि त्यति सजिलो रहेन रहेछ दाइ, मर्नलाई पनि धेरै ठुलो आँट चाहिँदो रहेछ। त्यो आँट नभएको कारणले चाहिँ आज म यहाँ छु। यदि मर्नलाई त्यति सजिलो हुन्थ्यो भने सायद त्यो बेला म आज हुन्थेन होला। त्यस्तो समयबाट पनि म गुज्रेको छु। त्यही भएर आजभोलि जतिसुकै ठुलो प्रब्लम भए पनि सामान्य जस्तै लाग्छ, सल्भ हुन्छ जस्तो लाग्छ। म चाहिँ चिल पारामा सुत्दिन्छु, म टेन्सन लिँदिनँ दिमागमा। फेरि यति सानो केही कुरा भयो भने चाहिँ उसलाई निद्रा लाग्दैन फेरि। श्रीमान र श्रीमती बिचको एकअर्कालाई बुझ्ने त्यो यस्तो पनि होला दाइ, म बोलिहालेँ किन उपरवालाले नै जो मैले यताउता अन्त पनि हेर्छु होइन, अरूको बुढाबुढी पनि हेर्छु, जसको चाहिँ बुढा चाहिँ एकदम चिलपारामा छ उसको बुढी चाहिँ अलिकति त्यस्तै खाले हुन्छ होइन। जसको चाहिँ बुढी चिलपारामा हुन्छ नि बुढाको चाहिँ त्यस्तै खाले हुन्छ कि, त्यो उपरवाला त्यस्तै खाले जोडी चाहिँ मिलाएको हुन्छ होला जस्तो लाग्छ कि। हाम्रो चाहिँ फेरि म एकदम खर्चालु, म जे चिज देखेँ नि म चिनाले। इभन अहिले पनि बाबु मसँग केही हिँडिरहेछ त्यो चाहियो भने म किनिदिन्छु होइन। उसले चाहिँ फकाइ लिएर हिँड्छ। यो जे चिजमा पनि आदत बिगार्नु हुँदैन।
जे भन्यो त्यो दिने बानी गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ के फिल हुन्छ नि मलाई त्यो चिजहरू चाहिँ मैले भनेको समयमा पाइनँ अनि त्यही भएर छोरालाई चाहिँ दिन्छु जस्तो लाग्छ तर त्यसले चाहिँ फेरि आदत बिग्रिँदो रहेछ त्यो चाहिँ हो अघि अनि भाइले भन्दै हुनुहुन्थ्यो नि मलाई त्यो सुसाइड गर्न समेत कस्तो थियो भने स्टार्टिङ फेजमा जब हामी यहाँ काममा आइयो नि त्यतिखेर अब घरतिर पनि मेरो घरमा केही पनि थिएन स्टार्टिङ फेजमा म सामान्य हामी गरिब किसान परिवारै हो अर्काको आफ्नो जमिन भएर नि अर्काको जमिन हामी अधिया गरेर अनि खेतीबाली लगाएर खाने परिवारको मान्छे सामान्य 10 धुर हाम्रो जग्गा थियो त्यसमा बुवाले घर बनाउनु भएको थियो दुःख सुख अब हामी बाहिरबाट देख्दा अरूको लागि गरिब थियौँ तर बुवाले चाहिँ खाना लाउनको लागि चाहिँ हामीलाई 84 व्यञ्जन खुवाउनु भएको हाम्रो गाउँभरिमा सबभन्दा मिठो खाने घर हाम्रो थियो होला के जति दुःख परे नि जे गरे नि बरु ऋण काटेर ल्याएर खुवाउने तर खानको लागि पढ्नको लागि चाहिँ हामीलाई बुवाले कुनै दिन अब त्यो टेन्सनमा राख्नु भएन हामीलाई त्यो चिज हामीसम्म हाम्रो दिमागसम्म नै हाबी हुन पाएन कि हामी नर्मल्ली जमिनदारको छोराहरू नर्मल भएर हिँडिरहेछौँ म चाहिँ अलिकति मै हुँ भन्ने तरिकाले हाइफाई कपडा लगाउनेदेखि लिएर अब कलेज पनि म अब नर्मल्ली हाम्रो टाइममा भनेको क्रिस्टल कलेज भनेको टाढीको एकदम टप कलेज हो काठमाडौँ बाहिर जर्नलिजम पढाउने एउटा मात्र थियो चितवनमा क्रिस्टल कलेज म त्यहाँ नर्मल्ली त्यो बेला पनि 3500-4000 मन्थली फी तिरेर पढेको जबकि साइन्समा पढ्नेहरूले 1800-1900मा साइन्स पढिरहेको हुन्थे मेरो इच्छालाई चाहिँ बुवाले त्यो बेलामा बुझिदिनु भएको थियो नि अनि आजभोलि चाहिँ कस्तो लाग्छ भने बुवासँग मेरो त्यति त्यो आत्मीय सम्बन्ध भनेर अब बुवाको माया लाग्छ लाग्नलाई होइन यति लाग्छ भने त्यो अथाह देखाउन सकिँदैन तर नर्मली तपाईँ म जसरी बसिरहेछौँ त्यसरी हाम्रो गफ कहिले पनि हुँदैन नर्मली फोनमा पनि कहिलेकाहीँ फोन भइहाल्यो भने ल पैसा सैसा यता गर्नु उता गर्नु भन्ने हुन्छ त्यो आत्मीयता देखाउनै आउँदैन कि त्यो मेरो एउटा चाहिँ खराब बानी चाहिँ त्यो छ मलाई अब बुवालाई मम्मीलाई माया गर्छु भनेर मिठो वचन गर्ने त्यस्तो कहिले पनि जानिनँ त्यही कुराले चाहिँ अनि अहिले कस्तो गिल्टी फिल हुन्छ कि बुवा मम्मीले त्यसले मलाई माया गर्दैन फोनै गर्दैन भन् जस्तो कुरा गर्नुहुन्छ कहिलेकाहीँ हाम्रो नमितासँग कुरा गर्दाखेरि यसले मलाई अब बुढासकालको सहारा तिमीहरू हो तिमीहरू नै बोल्दैनौ भने जस्तो हुन्छ तर अब के गर्ने त्यो 24 घण्टा फोनमै बोलेर हुने नि त केही होइन गुनासो गर्नुहुन्छ गुनासो त गर्नुहुन्छ मसँग चाहिँ गर्नु हुँदैन किनभने मसँग भनेको चिटच्याट हो म जोसँग पनि फोनमा बोल्छु इभन म बुवा मम्मीसँगै हो अरू आफन्तहरूसँग कसैले पनि मलाई फेसबुकमा व्हाट्सएपहरूमा मेसेज गर्नुहुन्छ म सामान्य बाहेक अरू म गर्दैन नर्मल कसैले सन्चो बिसन्चो सोचेछ भने ठिक छ सन्चै छ नभए धेरै जसो कुरा जे पनि केमा आएर अड्किन्छ पैसामा भोलि आफूले दिन सकेन भने यो ठुलो भयो यस्ता यस्ती भन्ने हुन्छ नि त स्टार्टिङ फेजमा मैले त्यो बिहोरेको छु त्यही भएर आजभोलि कसैको पनि मैले रिप्लाई दिँदिनँ त्यसको लागि क्षमा चाहन्छु यहीँबाट किनभने म म्यासेजै खोल्दिनँ कि कसैले नेपालबाट म्यासेज गरेछ भने म खोल्दिनँ त्यो झनै खोल्दिनँ किन अनि त्यस्तो साह्रो कस्तो हुन्छ भने सबै सिचुएसन आफू यहाँ बाहिरबाट देख्ने मान्छेलाई हामी अब सम्पन्नशाली देखियौँला 2-4वटा बिजनेस छ तर बिजनेस गर्ने मान्छेलाई पनि त समस्या हुन्छ नि त त्यो त हुन्छ कसरी बढाउने अब आउँदा दिनमा कसरी जाने आर्थिक समस्याहरू पनि हामीलाई हुन्छ त्यही माथि बाहिरबाट मान्छेले माग्दाखेरि यिनीहरूसँग जति छ प्रशस्त मागेर दिन्छ भन्ने सोचाइ हुन्छ आफूले ऋणै खोजेर चलिरहेको हुन्छ उनीहरूलाई दिइसकेपछि योसँग लिएपछि तिर्न पर्दैन भन्ने सोचाइ हुन्छ अनि त्यस्तो सानो कुराले गरेर आफूलाई ह्याम्पर हुन्छ त्यही भएर बरु सम्बन्ध बचाउनु छ भने पैसाको कारोबारै नगर्यो बोल्दै नबोल्यो आनन्द गएको बेलामा हाँसी मजाक भइहाल्छ भेट भइहाल्छ यहाँबाट बोलेर के फाइदा अघि मैले सोध्न खोजेको चाहिँ के थियो भने जुन भाइले भन्नुभएको थियो नि त त्यस्तो खालको मोमेन्ट थियो मलाई सुसाइड गर्न समेत सकिएन त्यो खालको मतलब मन लागेको थियो तर सकिएन भनेको थियो के भएको थियो त्यति बेला ऋण धेरै थियो दाइ त्यतिखेर स्टार्टिङमै मसँग 2-3 लाख रुपियाँ आउनुभन्दा अगाडि ऋण थियो त्यसपछि बिए गरियो बिए गरेको ऋणहरू पनि प्लस भयो अनि अब जागिर त्यही हो कस्तो जबसम्म तपाईँलाई सबै कुराहरू मिलेर आउँदैन तबैसम्म तपाईँले ज्यानै हाले पनि त्यो चिजले प्रतिफल केही पनि दिँदैन जब मिल्न हुन्छ नि चारैतिरबाट मिल्दै आउँछ तपाईँले सामान्य एउटा ढुङ्गा फाले पनि त्यो मूर्ति भइदिन्छ हिरा निक्लिदिन्छ सुन भइदिन्छ हो त्यस्तै भयो कि अब सुरुमा ऋण अथाह छ पैसा पठाउँदाखेरि ब्याज पनि तिर्न नपुग्ने स्थिति छ
अब घरतिर आफूसँगै आएको दाजुभाइहरूले धेरै प्रगति गर्छ, कसैले घर बनाइसके, कसैले जग्गा किनिसके, तेरो छोरोले के गरिरहेछ, पैसा लुकाइरहेछ कि के गरिरहेछ भनेर घरमा आएर भनिदिने घरतिरबाट पनि। अनि तैँले के गरिरहेछस् भन्दाखेरि चाहिँ त्यो मन टुक्रिँदो रहेछ क्या दाइ। अब मैले यति सङ्घर्ष त गरिरहेको छु, दिनरात भनिरहेको छु, तै पनि मलाई यस्तो कुराहरू आउँछ भनेर त्यो मेन्टल्ली चाहिँ अलिकति डिप्रेस भए जस्तो। तर त्यस्तो डिप्रेसनमै गएर त्यो औषधि खाने स्थिति त भएन, तर सम्हालिएँ म त्यो स्थितिमा। ठिकै छ, अब त्यो भगवान्ले परीक्षा लिनुभएको रहेछ त्यो समयमा, कतिसम्म तैँले सहन सक्छस् भनेर। आज त्यसको प्रतिफल तपाईँहरूको अगाडि म आफै स्वयं उभिरहेको छु। त्यति बेला बुवा आमाले गुनासो गर्नुभएको थियो र छोराले? गुनासो भन्दा कस्तो हुन्छ भने घर गाउँमा सँगैका साथीभाइहरूले उसको भन्दा तल्लो सेलेरी खाने मान्छेहरूले यति यति प्रगति गरिरहेछन् भन्ने हुन्छ नि त। जस्तो हामीलाई त अब नर्मल्ली नेपालतिर ब्याज तिर्नुपर्छ नि त, कसैसँग ऋण ल्यायो भने। हाम्रो चाहिँ कस्तो हुने भनेपछि साउ धेरै भएपछि ब्याज मात्र तिर्दा मेरो सेलेरी भ्याइने, अनि साउ कहिले घटाउने, जहिले जति दुःख गरे नि त्यत्तिकै 6-7 वर्ष चाहिँ त्यो सिचुएसनले चल्यो। अनि त्यसपछि जब अलिकति राम्रो हुन थाल्यो, अनि त्यसपछि अलिकति दिमाग लगाउन थालियो, बरु साउ तिर्न थालियो, ब्याज पछि दिउँला भन्न थालियो, त्यस्तरी अनि बल्ल बिस्तारै मिलाउँदै गयो। त्यति बेलाको त्यस्तो माहौल अहिलेको? अहिले चाहिँ बुवाले के भन्नुहुन्छ? अहिले त बुवाले अब के भन्नुहुन्छ मेरो अगाडि चाहिँ भन्नु न, के भन्नुहुन्छ यता खुसी हुनुहुन्छ नि, बुवा खुसी हुनुहुन्छ, मेरो जेठो छोरोले यस्तो प्रगति गर्यो, यहाँसम्म ल्यायो भन्नुहुन्छ, खुसी हुनुहुन्छ नि है। खुसी हुनुहुन्छ। सासूमाले चाहिँ? सासूमा त कुरै नगर्नु झन् खुसी हुनुहुन्छ नि। अब सासूमा त अब अहिले होइन पहिला नि खुसी नै हुनुहुन्थ्यो, अहिले त झन् खुसी हुनुहुन्छ। अब उहाँको छोरासँग भन्दा बढी चाहिँ हामी बुहारीहरूसँग क्लोज हुनुहुन्छ कि। बुवाले नै भन्नुहुन्छ मलाई मेरो 2टा छोराहरूको विश्वास लाग्दैन, बुहारी 2टा बुहारीहरूको चाहिँ मलाई त्यति विश्वास लाग्छ भन्नुहुन्छ कि बुवाले। छोरालाई भन्दा धेरै चाहिँ हामीलाई विश्वास गर्नुहुन्छ। त्यो यस्तो होला नि त, अघि भने जस्तो बुवासँग त्यति कुराकानी पनि हुँदैन। अनि त्यो भयो भने चाहिँ स्कुल भ्याइने बित्तिकै, कलेज पढ्ने बित्तिकै, +2 एक्जाम हुने बित्तिकै बाहिर आइयो। हामीभन्दा धेरै यिनीहरूसँग चाहिँ बुवा मम्मी बस्नुभयो कि। फेरि छोरी नै बुवाको, अनि अब बिहे भएपछि हामी आइयो। अनि हामी आएपछि पनि अब त्यस्तो तितो पिरो कहिल्यै पनि भएन कि। बुवाले त मायामा हुर्काउनु भयो भन्दा नि राख्नुभयो कि हामीलाई चाहिँ। अनि बुवा मम्मी भन्ने भयो, हामीलाई पनि त्यो फिलै भएन कि, सासू ससुरा भन्ने फिलै भएन। अनि त्यो माया पाएर होला अहिले पनि अझै पनि। अब म यति मोटो भइसकेँ होइन, बिहे गर्दा पातलो थिएँ कि म अझै पनि लुरी भन्नुहुन्छ कि बुवाले मम्मीले। अझै पनि मेरो बोलाउने नाम लुरी नै हो घरमा। अनि त्यो कहिल्यै फिल भएन कि अब उहाँ विदेश हुनुहुन्थ्यो होइन, विदेश हुँदा नि म मेरो सासू ससुरासँग छु भन्ने चाहिँ कहिले पनि फिल भएन। अहिले पनि त्यस्तै हो, 1-2 दिन फोन गरेन भने खोइ लुरीको अनुहार हेरौँ भनेर फोन गरेको, फोनै उठाउने भन्नुहुन्छ अझै पनि। अब यो बिहेको कुरा निस्किहाल्यो, लभ म्यारिज कि एरेन्ज म्यारिज? खै यो के म्यारिज मिक्स। हाम्रो लभ प्लस एरेन्ज दुइटै हुँदा। यो चाहिँ कस्तो, म चाहिँ भर्खरै अफगानिस्तानबाट घर छुट्टी गएको थिएँ। त्यतिखेर चाहिँ म जापान जाने भनेर जापानिज पढिरहेको थिएँ। अनि अब हाम्रो त्यतिखेर टाइममा चाहिँ अब 20-21 वर्ष भएपछि बिहे गर्ने भन्ने सोचाइ हुन्छ नि त। अनि बिहे गर्ने भन्दाखेरि चाहिँ अनि मेरो कान्छो अङ्कल चाहिँ उसको घरमा भाडामा बस्नु हुँदो रहेछ सुर्खेतमा। अनि अङ्कलले चाहिँ वाच गर्नुभएको रहेछ क्या, यो यत्तिको मान्छे भयो भने चाहिँ हाम्रो आफन्तमा कसैलाई बिहा गराइदिनु पाए उसको जिन्दगी राम्रो हुन्थ्यो भनेर भन्नुहुँदो रहेछ। अनि त्यही क्रममा चाहिँ बुवासँग कुरा भएर रहेछ, नम्बर चाहिँ ऊ पनि पत्रकारिता म पनि पत्रकारिता, दुईजनाको कुरा मिल्छ होला भनेर नम्बर चाहिँ अङ्कलले बुवालाई दिनुभएको रहेछ। अनि बुवाले चाहिँ मलाई दिनुभयो कि यो केटी राम्रो छ अरे, अनि बिहे गर्नुहुन्छ घर जम गर्दाखेरि राम्रो हुन्छ, ऊ पनि पत्रकारिता नै रेडियोमा काम गर्छ भनेर नम्बर मलाई दिनुभएको थियो। बुवाले नै हो दिया नम्बर चाहिँ मलाई। अनि 2-4 दिन गोजीमा राखेँ। अनि त्यसपछि अब के हुँदो रहेछ एकचोटि कल गरी हेरौँ न भनेर कल गर्न थाल्यो। 1-2 चोटि झुक्काएर कल गरे जस्तो गऱ्यो। अनि त्यसपछि बिस्तारै कलहरू बढी हुँदै गयो। अनि त्यसपछि त फसिहाल्नु। फेरि सुरुमा यस्तो कुरा आएको थियो, नम्बर चाहिँ तपाईँले कहाँबाट पाउनुभयो त भनेको, होइन बसमा लेखेर फालिदियो त्यो नम्बर, त्यहीँबाट पाएको हो, म संयोग, यो चाहिँ संयोगको नम्बर हो भनेर फोन आयो सुरुमा होइन। फोन आइसकेपछि को संयोग, म त्यो संयोगको नम्बर त होइन भनेर मैले फोन राखेँ। अनि फेरि नेक्स्ट टाइम आयो, अनि तपाईँ म यो त संयोगको नम्बर होइन त, तपाईँले मलाई किन फोन गर्नुभएको छ, कसले दियो तपाईँलाई मेरो नम्बर भन्दाखेरि गाडीमा चाहिँ लेखेर फालिदिएको थियो, एउटा पेपरमा गाडीमा लेखेर फालिदिएको थियो, त्यहीँबाट मैले तपाईँको नम्बर भेटाएर फोन गरेको भन्नुभएको थियो सुरुमा चाहिँ।
फर्स्ट फोन गरेर फर्स्ट कन्भर्सेसन के थियो? सुरुमा मैले त्यही भने, हजुर यो कहाँ पर्यो, समयको नम्बर हो भनेर भने। सुरुको बोली चाहिँ त्यो थियो। होइन भने, अनि कहाँ पर्यो, हजुर को बोल्नुभयो भने त्यो हामीलाई त बोल्नु हुन्छ नि त। होइन यो समयको नम्बर होइन कि के भनेर सुरुको कल चाहिँ काटिदियो। अनि त्यसपछि फेरि 1-2 दिनपछि फेरि फोन गरेँ। अनि त्यसपछि ग्याप भयो, बिचमा 2-4 दिन ग्याप भयो। अनि त्यसपछि फेरि फोन गर्नुभयो बिचमा, अनि त्यसपछि वास्तै भएन कि। अनि पछि चाहिँ यो चाहिँ चितवनको नम्बर हो भन्ने चाहिँ मैले खै कताबाट थाहा पाएँ। 98-452 छ नि त, 52 भनेपछि चितवनकै नम्बर हो। हाम्रो सुर्खेतको नम्बर त 98-480-81-82 हुन्छ नि त। चितवनको नम्बर भनेपछि मलाई अलिअलि शङ्का लाग्यो। सुनिल अङ्कल, उहाँको कान्छो अङ्कलको नाम सुनिल अङ्कलले चाहिँ कुरा गर्नुभएको थियो, मम्मीसँग कुरा गर्नुभएको रहेछ। त्यसपछि चाहिँ मम्मीले भन्नुभयो मलाई, मेरो माइलो दाइको छोरा हुनुहुन्छ भन्दा नि छ, जापान जाने तयारीमा छ, बिहे गर्न खोजेछन् भनेर कुरा गर्नुभएको रहेछ अङ्कलले। अनि होइन हाम्रो त अहिले छोरी सानै छ, बिहे गर्ने त कुरै आउँदैन नि भाइ, अहिले भर्खरै बिहे गरिदिनु भन्नुभएको रहेछ मम्मीले। अनि त्यसपछि बिस्तारै पछि फोन गर्नुभयो, म सुनिल अङ्कलको छोरा यताउता भनेपछि त्यसपछि बिस्तारै अल्ल बोलाउँ न त भन्ने भयो। बोल्दा बोल्दै दाइ के भयो त्यसरी त्यो कन्भर्सेसन कति समयसम्म गयो? 2-3 वर्षै गयो दाइ। 2 वर्ष त 2 वर्ष 2.5 वर्ष जस्तो गयो। त्यसपछि उहाँ चाहिँ सुर्खेत जानुभयो। अनि सुर्खेत गएपछि पनि मैले बाहिर भेटिनँ। म भन्छु अलिकति मेन चाहिँ के भयो भने हाम्रो बिचमा गफ हुन्थ्यो होइन, बिचमा 10-15 दिन अलिअलि अब सामान्य ठटाक ठुटुक परिहाल्छ नि। र भुल्दै अबदेखि तँलाई फोन गर्दिनँ भन्ने, 2-4 दिन अब ग्याप हुने, त्यसपछि कुरा हुने। एक दिन राति हो कि होइन, राति उसको घर को पाहुना आइरहेछ, मेरो छुट्टी। अब फेरि त्यो छुट्टी भन्नाले हाम्रो फेरि छुट्टी हुन्थेन कि, शुक्रबार हाफ मात्र छुट्टी हुन्थ्यो। अनि त्यो छुट्टीको बेलामा पनि बोल्न नपाएपछि हप्ता दिनभरि अब खासै हुँदैन। अनि छुट्टीको बेला पनि बोल्न नपाउने भनेर यताउता झगडा भयो। अनि त्यसपछि मैले चाहिँ डाइरेक्ट टिकट काटेर उसलाई गएर सरप्राइज दिन्छु भने कि, उसले रेडियो सुर्खेतमा काम गर्छ भन्ने चाहिँ थाहा थियो मलाई। अब घर थाहा नभए पनि रेडियो सुर्खेतमा उसको टाइमिङ थाहा थियो, यति बजीदेखि यति बजीसम्म प्रोग्राम हुन्छ, त्यहीँ गएर सरप्राइज दिन्छु भनेर म चाहिँ टिकट काटेर जान लागेको। फेरि नभनिकन कहाँ बस्न सक्नु, फेरि जाने बेलामा एयरपोर्ट गएपछि फेरि मलाई डर पनि भयो क्या त। अब म चाहिँ अब ल ठिक छ, हाम्रो सम्बन्ध सक्यो, अब मलाई चाहिँ तैँले जिउँदो देखिदिनेस् भन्नुभयो दाइ होइन। त्यति भनिसकेपछि त मनमा त डर हुन्छ नि त होइन। एउटा छोरी मान्छे ल अब चितवनबाट सुर्खेतको केटीसँग बोल्थ्यो अरे, यसो उसो भनेपछि त त्यो त डर त अभियसली हुन्छ। भनेपछि फोनमा कुरा गर्दाखेरि त्यति त्यो लेभलसम्म गइसकेको थियो? 2 वर्षसम्म बोल्ने थियो त होइन। 2 वर्षमा अनि भेटघाटै थिएन नि। उसको पहिलो भेट उसको र मेरो नै बिहेको कुरा फिक्स भएको पहिलो भेटमै। त्यति बेला के भिडियो कल हुन्थ्यो कि भाइबरमा अडियो कल हुन्थ्यो, भिडियो कल थिएन त्यतिखेर। अब 50 MB डाटा ताने, यस्तो वाइफाईको त्यति थिएन। 50 MB को डुको प्याकेज लियो भने 1-1.5 घन्टा 2 घन्टा जति बोल्न पुग्थ्यो अडियो कलमा। त्यति बेला भाइ यहाँ दुबईमै थियो? म दुबईमै यहीँ काम गरिरहेको थिएँ। अनि त्यस झगडा भएपछि म इमर्जेन्सी घर गएँ। घर गएपछि फेरि चितवन गएपछि किन आयो भन्ने हुन्छ नि त। अनि त्यतिखेर ठ्याक्क भूकम्प गएको बेला परेको थियो त, 72 सालको भूकम्प। 29 गते जेठ 16 गते भूकम्प पहिलो गयो। होइन दोस्रो भूकम्प 29 गते। जेठ 16 मा होइन, वैशाखको 12 गते पहिलो भूकम्प गयो। त्यसपछि त्यति बेला अझ फ्री कल दिएको थियो कि उसले, के अरे एनटिसीले फ्री कल दिएको थियो। अनि 5 मिनट फ्री कल आउँथ्यो। 5 मिनट फ्री कल आएछ भन्ने नै मलाई थाहा थिएन। अनि 5 मिनट फ्री कल आउँदा नि तैँले मलाई फोन नगर्ने भनेर न्यु पनि खोज्नु भएको थियो कि, याद छ मलाई। अनि त्यसपछि फेरि 29 गतेको भूकम्प जाँदाखेरि म एयरपोर्टबाट ठ्याक्क होटलमा गएर नुहाइरहेको थिएँ त्यो भूकम्प जाँदाखेरि चाहिँ। अनि त्यसपछि घर गएँ। घर गएपछि अनि उसलाई भने म भेट्न आउँछु भनेर। उसले नि अब बाहिर नभेट्ने, कहीँ नभेट्ने, भेटिसकेपछि सिधै म घरै आउँछु भन्ने भयो। उसले नि मम्मीसँग अङ्कलको छोरा आउँदै हुनुहुन्छ घुम्न भन्ने कुरा गरेँ सुरुमा चाहिँ, अब डाइरेक्ट कुरा गर्नु भएन। अनि त्यसपछि म सुर्खेत गएँ। बस पार्कमा जाँदाखेरि ऊ र उसको भाइ 2 जना मलाई लिन आएको थिए। अनि सिधै घरमै गइयो। सिधै घरमा गएँ, 2-3 दिन बसेँ। अनि बसिसकेपछि त अब कुरा त गर्नु पऱ्यो जसरी पनि, घुम्न पनि घुम्ने होइन।
घुम्न भन्नाले त्यस्तो टाढा टाढा घुम्न त गएँ होइन मामाको छोरी दिदी हुनुहुन्थ्यो दिदी म उहाँ 3 जना भएर त्यो बजारतिर म एफएम जाने बेलामा बुलबुले ताल गयो अनि एफएम जाने बेलामा म चाहिँ एफएममा प्रोग्राम चलाइरहेको हुन्थेँ बाहिर बसेर हेरिरहेको हुन्थेँ बाहिर बसेर हेरिरहेको हुन्थेँ सुनिरहेको हुन्थेँ 2-3 दिन त्यस्तै चल्यो अनि त्यसपछि एक दिन उसको माइजू आएर चाहिँ त्यत्तिकै चाहिँ आएनन् होला केही न केही त ऊ होला भान्जीको नि भनिसकेपछि चाहिँ अनि मैले अनि बल्ल खुलस्त कुरा गरेँ ल यस्तो यस्तो हो अब म चाहिँ अब मसँग छुट्टी पनि कम छ अनि बिहे गर्ने भनेपछि हुन्छ म अब कुरा गरेर सल्लाह गरेर अनि गरौँला भन्नुभएको थियो त्यसबिचमा पनि अब के भयो 2-4 दिन के भयो यताबाट सुन्नु म के अरे मम्मीले भन्नुभयो अब हाम्रो पनि एउटा छोरी हो त्यस आवाजको आयो हाम्रो पनि एउटा छोरी हो बाबु अब ठिकै छ तपाईँलाई अब मन नै परेको छ होइन तिमीहरूको मन चित्त नै छ भने ठिक छ अब तपाईँको पनि फ्यामिली बुझ्नु पर्यो के हो कस्तो हो तपाईँको अङ्कल त्यहाँ बस्नु भएको छ थाहा त छ होइन अरू त कोही पनि छैन नि त कहाँको सुर्खेत कहाँको चितवन धन 10वटा जिल्ला त काट्नुपर्छ दाइ अनि मम्मीलाई पनि डर लाग्यो होला होइन बाबा चाहिँ घरमा हुनुहुन्थेन अनि मम्मीले बाबालाई पनि सल्लाह गर्नुपर्छ बाबु ठिकै छ तपाईँ अहिले जानुहोस् अनि पछि सल्लाह गरौँला बिहे नै गर्ने भयो भने पछि आउनु होला तपाईँ अनि त्यसपछि मङ्सिरतिर बिहे गरौँला भन्नुभयो अनि यस्तै चाउचाउ चाहिँ पकाएर राखेको थियो क्या दाइ टेबलमा चाउचाउ खानालाई रेडी हुनुहुन्थ्यो उहाँ मम्मीको त्यति कुरा सुनेपछि उहाँ रिसाएर चाउचाउ खनाइदिनु भयो भाँडामा त्यही भाँडामा मेरो रिस चाहिँ त्यतिखेर लास्टै रिस उठ्ने मलाई यस्तो खाना भनेर ल्याइदिएको थियो अनि यो चाहिँ ट्याक्क जुन भाँडामा पकाएको थियो त्यही भाँडामा हालिदिएर त्यही भाँडामा हालिदिनु भयो हालेर हिँड्नुभयो बिहेको कुरा नछिन्दै नछिन्दै मम्मीले अब त्यत्रो सम्झाइसक्नु भयो नि त अब ठिक छ अहिले तपाईँ घर जानुहोस् बाबु अब पछि चाहिँ अब तपाईँहरूको मान्छे त्यही भयो लेखेकै रहेछ भने जसरी पनि हुन्छै हुन्छ उसको बाबा पनि आउनुहुन्छ तपाईँको पनि उताबाट घर फ्यामिली आउनुहुन्छ अनि त्यसपछि सल्लाह गरौँला अनि त्यसपछि बिहे गरौँला नि त भन्दाखेरि रिसाउनु भयो रिसाएर चाउचाउ खनाएर फुत्त झर्नुभयो तल हाम्रो माथि छतमा थियो कि किचन चाहिँ तल झर्नुभयो तल झरेर ल बस भनेर इयरफोन यसरी फालेर हिँड्नुभयो अब म त के गर्नु भयो के अनि भाइलाई चाहिँ जा बाबु पुर्याइदिए भने मेरो भाइलाई अनि मेरो भाइ चाहिँ पुर्याउन गयो अनि बसपाकसम्म पुर्याउन गएछ उसले चाहिँ अब गाडी चढाएरै फर्किन्छु भन्ने भएछ अनि उसले चाहिँ गाडी चढाएरै फर्केँ भनेर भाइ घर आयो म चाहिँ गइनँ अब गइसक्नु भयो भन्ने भयो नि त मलाई त म चाहिँ झरेँ त्यहीँ झरेर अनि त्यही अब के गर्ने घर अब घर जाउँ कसरी जाउँ अब बिहे गर्ने भन्ने अलिअलि मनसायहरू त बुझिसकेको थियो गएपछि फेरि रिजेक्ट भयो भन्ने हुन्छ मानेनन् भन्ने हुन्छ काममा फर्क्यौँ कसको लागि फर्क्यौँ दिमाग खराब भयो त्यसपछि अनि त्यहाँ चाहिँ के क्याम्पस अनि फेरि मम्मीलाई चाहिँ के फिल भएछ अब यिनीहरूको त अफेयर त छ भन्ने त भइसक्यो मम्मीलाई पनि होइन अनि त्यसपछि मम्मीले चाहिँ हुँदै बाबु टेन्सन नगर मेरो मम्मी चाहिँ बच्चामा चाहिँ एकदम स्ट्रिक दाए एकदमै स्ट्रिक हुँदा मम्मी त्यो त्यत्तिको स्ट्रिक नभएको भए हामी यो स्थितिमा आउने पनि थिएन हुँदै होइन छोराछोरीलाई लाइनमा राख्नुपर्छ भन्ने होला मेरो बाबा चाहिँ घरमा हुनुहुन्थेन अनि त्यसपछि ठुलो भएपछि चाहिँ साथी जस्तै के फ्रेन्डली के एकदम हाम्रो मम्मी कोही मनपर्छ भने पनि घरमै बोलाउनु घरमै ल्याउनु घरमै कुरा गर्ने भन्नुहुन्थ्यो कि बुझेर एकदम बुझेर बिहे गर्नुपर्छ बाहिर भेट्ने दुनियाँदारी गर्ने होइन घरमै बोलाउनुपर्छ भन्नुहुन्थ्यो मम्मीले त्यही भएर पनि मैले उहाँलाई घरमै बोलाएको फेरि हाम्रो त्यो जुन सुरुमा कुरा हुँदा पनि त्यो लभ एक्सेप्ट गर्नुभन्दा पहिला पनि मैले उहाँलाई कुरा राखेको थिएँ कि तपाईँ घरमा आएर मेरो फ्यामिलीसँग कुरा गरेर लान सक्नुभयो भने मात्रै हाम्रो चाहिँ बिहे हुन्छ भागेर चाहिँ म जाँदिनँ त्यो चाहिँ तपाईँले अपेक्षा पनि नगर्नु होला भनेपछि अनि हुन्छ ठिक छ तैँले भन्यो भने त तिमीले भन्यो भने त्यति बेला त तिमी तपाईँ चल्थ्यो नि त होइन तिमीले भन्यो भने त मैले आँट गर्न सक्छु नि त के हुन्छ त हुन्छ म घरमै आएर कुरा गर्छु भन्नुभएको थियो त्यसपछि अनि मम्मीले भन्नुभयो बाबु हुँदै टेन्सन नगर केही फरक पर्दैन लेखेकै रहेछ भने जसरी पनि हुन्छ लेखेको रहन्छ भने जति गरे पनि हुँदैन भन्नुभयो मम्मीले मम्मीले भनेपछि मैले पनि फेरि त्यति बेलासम्म दाइ मैले बाबा मम्मीको कुरा केही पनि नकारेको चाहिँ थिएन कि जे भन्नुहुन्छ त्यही मानेको थिएँ बिहे गर्ने कुरामा चाहिँ मैले मेरै जिद्दी गरेको हो अनि त्यसपछि चाहिँ अनि भन्नुभयो मम्मीले अब ल ठिक छ नि त अब ल पुर्याएर आएँ भन्यो भाइले अब गइसक्नुभयो भन्ने भयो क्या बस चढेर गइसक्नुभयो अब गइसक्नुभयो भन्नुभयो मैले पनि फोन गरेन अब रिसाएर जानु भएको छ अब फोन पनि के गर्नु भने मैले पनि फोन गरिनँ अनि एकछिनपछि त फेरि फोन आयो म चाहिँ भाइको अगाडि चाहिँ बसमा चढे जस्तो गरेँ भाइलाई पठाइदिएँ त्यसपछि त्यहाँबाट झरेँ अब डु एन्ड डाईको सिचुएसन भएन त
न छोड्न सकिन्छ न सँगै लिएर जान सकिन्छ। त्यहाँ एउटा क्याम्पस अगाडिपट्टि अहिले चाहिँ त्यहाँ क्षेत्रीय रङ्गशाला कि के भनेको छ त्यो चौरमा ब्याग सिरानी हालेर सुतेँ 2-3 घन्टा जति चौरमा खाली चौरमा। अनि फोन गरेँ त्यसलाई बिउजेपछि यसलाई फोन गरेँ यस्तो यस्तो छ तैँले मलाई यदि माया गरिछस् भने त आउँछेस् भोलि बिहान आइज 2जनासँगै यहाँबाट जाउँ पछि घरकाले जसरी पनि स्वीकार्छन् भन्ने कुरो भयो। रात धेरै कति 8-9 भइसकेको थियो क्या त्यो एरियामा फेरि अलि के अरे झगडा धेरै हुने अनि बाहिर बस्नु हुँदैन भनेर उसले चाहिँ उसको एउटा फुपू दिदी मेरो मामाको छोरीलाई चाहिँ मामाको छोरीलाई मात्रै थाहा थियो फेरि अरू कसैलाई पनि थाहा थिएन मामाको छोरीलाई चाहिँ सबै कुरा थाहा थियो। चाहिँ भन्नुहुन्थ्यो के हुन्थ्यो त्यतिखेर भाइ अर्जुन त्यहाँ नबस्नु यहाँ ट्यापे केटाहरू हुन्छन् अनि केही भयो भने पुलिसले आएर समातेर लान्छ भनेर भन्नु। अब जानु कहाँ जानु अब उसँग कुरा भइरहेछ भोलि बिहान आइज अनि त्यहीँबाट जाउँला रेडियो जाने बाहनामा आइज अनि त्यसपछि त्यहीँबाट जाउँला भन्ने भयो। अनि त्यसपछि एउटा होटलमा त्यति बेला हुन्छ भन्नुभएको थियो बहिनीले हुन्छ भने होइन म ट्विस्ट भन्छु हुन्छ भने अनि म एउटा सागर होटल होइन त्यो होटलको नाम पनि याद छ मलाई ठ्याक्क त्यो चोकबाट अलिकति अगाडि गएपछि सागर होटलमा गएर एउटा रुममा बसेपछि अब फोन त भइहाल्छ नि होइन। यति रुन आउने कि त्यो बेलामा चाहिँ नुहाउँदै थिएँ होइन नुहाउँदै पनि पानी झरिरहेको हुन्छ नि पानी सँगसँगै आँसु पनि झरिरहेको हुन्थ्यो कि त्यो फिल के त्यति बेलाको त्यो अब त्यो बचपना भन्ने कि के भन्ने अनि रोइरहेको थिएँ अनि त्यो गहिराईसम्म त्यतिसम्मको माया लाग्थ्यो कि अरू त सोचाइ नै नआउने कि यसलाई नलिकन गयो भने के हुन्छ होला मेरो जिन्दगी अब के चाहिँ हुन्छ होला अगाडि मरे तुल्लो नै हुने होला भन्ने त्यस्तो सोचाइ आउने कि अरू त केही दिमागमै नआउने। गफ गरिराखेँ गफ गरेपछि नुहाउनु पऱ्यो भनेर नुहाउनु 1 घन्टा जति म त्यत्तिकै पानी खोलेर त्यत्तिकै त्यो रुँदै नुहाउँदै गरेँ होला कि अनि त्यसपछि चाहिँ फेरि फोन गरेँ नुहाएर भ्याएपछि ल ठिक छ यदि तैँले पनि मलाई माया गरेको रहेछस् भने चाहिँ ठिक छ भोलि बिहान आइज अनि यहीँबाट जाउँला कतै न कतै एउटा न एउटा विकल्प जागिर मसँग छँदैछ म जसरी पनि तँलाई पाल्न सक्छु भन्ने भयो। अनि त्यसपछि अब बेलुका त्यति भनेर फोन काटेर रातिको 2-3 बजीसम्म बोलिरहेको थियो होइन अझ अर्को एउटा कुरै आएन आउँछ अनि बिचमा फोन गर्दाखेरि अनि भोलि बिहान केमा आउने भन्ने कुरा भयो। उसको चाहिँ एउटा साइकल थियो उसको एकदम मेहनतले आफूले त्यो रेडियोमा काम गरेर किनेको साइकल त्यो लेडिज साइकल हुन्छ नि अनि बिहान आऊ अनि त्यसपछि जाम्ला अनि मसँग साइकल चाहिँ कहाँ राख्ने भनेर उसले सोध्यो कि म त गइहाल्छु मेरो साइकल त त्यत्तिकै बेवारिसी हुन्छ कहाँ राख्ने मैले रेडियोको तलपट्टि हुँदैन त्यो साइकलको माया लाग्छ मलाई भने त्यो बेलामा चाहिँ अनि मैले के भनेको थिएँ नि तँलाई मेरोभन्दा बढी त्यो साइकलको माया लाग्यो भनेर नि खोजेको थिएँ उसलाई चाहिँ हामी 2जना चाहिँ गइहालिन्छ अरे होइन त्यो साइकलले चाहिँ के फिल गर्छ होला त्यो मेरो मेहनतको कमाइ हो त्यसले चाहिँ यिनीहरूले मलाई बेवारिसी छोडेर गए भन्ने पिर लागेको कि त्यो उसलाई चाहिँ त्यो सिचुएसनमा। अनि बिहान म सुतिरहेको थिएँ 5 बजीतिर हो क्या फोन आयो म त उसको फोनबाट आयो अनि उसको फोन होला अब आउँदै होला भनेको मम्मीले फोन गर्नुभयो ल बाबु अब जे भए पनि अब तपाईँहरू 2जना एकअर्का बिना अब बस्नु सक्नु हुँदैन भने ल आउनुहोस् एकचोटि घर आउनुहोस् फेरि पनि कुरा गरौँ भनेर बोलाउनु भयो मम्मीले फेरि बिहानै अनि त्यति भनिसकेपछि त नजाने कुरो त भएन। फेरि म त्यतिखेर बिहानमा बस चल्थेन उसको घरबाट बजार आउनलाई कति किलोमिटर छ होला 1 किलोमिटर 1 किलोमिटर कहाँ 1 किलोमिटर छ 1 किलोमिटर पनि अझै छैन होला दाइ त्यो त हिँडेर पनि जान सक्थ्यो होला कहाँ 1 किलोमिटर यता बजारबाट के बजारबाटै सागर होटलबाटै त्यो 1 किलोमिटर होला धेरै छैन 1.5-2 किलोमिटर होला बस केही नपाउने फेरि अब त्यो बेला रातभरि सुते छैन आफ्नो टाउको त्यो सिमलडाँडीबाट पिपर गाज त्यो त होला नि अझ अलि बढी थियो बर्मनगर गाज बर्मनगर 2 किलोमिटर 2.5 किलोमिटर होला। अब बिहान केही खाएको छैन राति पनि केही खाएको छैन चाउचाउ भएको चाउचाउ घोप्टाएर हिँडिसक्यो त्यहाँदेखि केही खाएको छैन अनि त्यहाँबाट बिस्तारै हिँड्दै गयो घर जाँदाखेरि अनि उसको मम्मी अनि मामा माइजू उसको आफ्नो आउनुभएको थियो मामा माइजूले राम्रो सपोर्ट गर्नुभयो ठिक छ तपाईँहरूको उस छ भने चाहिँ अनि त्यही बस्दै अनि बाबालाई पनि फोन गर्नुभयो बाबाले ताड हानेको एउटा डाइलग याद छ मलाई अझै पनि भन्ने होइन अब एउटा छोरी होइन अब लान्छु कि लान्छु भनिरहेछ जिद्दी भनेपछि त बाबालाई पनि त भयो होला नि त होइन के अरे बाख्राको बच्चा हो र आउने ट्याप्प टिप्नी लानलाई त्यति सजिलो छ भनेर भन्नुभएको थियो ठ्याक्क सुनेको थिएँ कि मैले मामा माइजूले सपोर्ट गर्नुभयो अनि मैले भन्न चाहिँ के भनेको थिएँ भने चाहिँ नर्मल्ली अब कमाइ केटा अनि त्यसपछि त्यहाँ मामा माइजूसँग नि कुरा भयो
अनि त्यसपछि दिउँसो अब वरपरका मान्छेहरू राखेर अब सोधखोज भयो नि त। अब जसरी नै बिहे गर्छु भन्छ, 2 जनै बिहे गर्ने भनेपछि 2-4 जना उसको मामा घरको हजुरबा अनि मामा माइजू अनि अरू को हुनुहुन्थ्यो त्यहाँ, एउटा तल अङ्कल के अरे हजुरबा हुनुहुन्थ्यो। सबै भएर अब इन्टरभ्यू सुरु भयो, तेरो गोत्र के, कहाँ कस्तो, कहाँको जागिर के छ भने। अनि फेरि यो पश्चिमतिर चाहिँ सरकारी जागिरको मान्यता कति हुँदो रहेछ भन्ने त्यतिखेर थाहा भयो कि। त्यतिखेर मेरो स्यालेरी 55 सय कति थियो होइन दिराम। अनि मैले भन्दाखेरि नपत्ताउने कि त्यत्रो कमाइ हुन्छ र दुबईमा पनि भन्ने जस्तो हुन्छ। बरु यहाँ सरकारी उसमा कार्यालयतिर पिउने भए पनि बरु छोराछोरी पाल्छ भन्ने त्यस्तो सोचाइ हुने कि। होइन अझै पनि छ, लोकसेवा लड्नुपर्छ, जागिर खानुपर्छ भन्ने छ अझै पनि। मैले पनि बिहे नहुँदासम्म त लोकसेवा त खुबै पढेको दाइ। मलाई उसको बुवाले नै मेरो सेलेरी त्यति हुन्छ भनेर बिहे भएको पनि 4-5 वर्षपछि बल्ल थाहा, बल्ल चाहिँ बिलिभ गर्नुभएको अरे कि। किनभने सुरुमा त देखिन्थेन नि त इन्कम, सेभिङ देखिन्थेन। अनि यसले त्यत्तिकै गफ बिहे गर्नलाई गफ हान्यो भन्ने हुन्थ्यो नि त। अनि त्यसपछि त्यहाँ इन्टरभ्यू भयो, इन्टरभ्यू भएपछि अब त्यहाँ पनि रिस उठ्ने कुरा गऱ्यो। हजुरबाले के भन्नुभएको थियो अरे? हजुरबाले चाहिँ गोत्र के हो बाबु, अब गोत्र त सोध्नु पर्यो होइन। आफ्नो के अरे नातिनीको बिहे गर्ने कुरा छ नि त, गोत्र के हो, कसो हो, फ्यामिली के छ, कति छ, जग्गा जमिन कति छ, के छ, सबै कुरा आयो नि त त्यहाँ। तर मैले मम्मीलाई पहिल्यै भनिसकेको थिएँ, हामी चाहिँ म चाहिँ 0 हो, मसँग केही पनि छैन, मसँग एउटा जागिर छ, मैले कमाएर तपाईँको छोरीलाई दिने हो, तपाईँको छोरीले चाहिँ कति बचाउन सक्थे, कति जमाउन सक्थे उसको हातमा छ भनेर चाहिँ मैले मम्मीलाई भनेको थिएँ। अनि मम्मीले चाहिँ त्यो कुरा चाहिँ मम्मीको मनमा लागेछ कि, किनभने मम्मीले उसको बाबासँग आउँदाखेरि पनि उसको बाबाको पनि केही थिएन अरे कि। मान्छे माया गर्ने र सधैँ सिल स्वभाव ठिक भयो भने चाहिँ सम्पत्ति चाहिँ 2 जना मिलेर कमाउँला भनेर आउनु भएको थियो अरे मम्मीले। त्यो ठ्याक्कै त्यो मैले भनेको वचन पनि त्यहाँ लाग्यो नि त। ठिक छ, मेरो छोरीप्रति मलाई विश्वास छ, तपाईँले कमाएर दिनुभयो भने त्यसले जमाउँछ भनेर त्यो विश्वास गरेर दिनुभयो कि। उसको मम्मीले नै हो हाम्रो मेन बिहे गराइदिनु भयो, अरूको उस हुन्थ्यो भने आज हामी सँगै हुन्थेनौँ। एकदमै हो। मम्मीको मैले चाहिँ मम्मीलाई फोर्स गरेँ। अनि मैले भने अरू कुनै पनि कुरामा मैले बाबा मम्मीसँग अहिलेसम्म जिद्दी गरेको छैन होइन। बिहे गर्ने कुरामा चाहिँ मेरै जिद्दीले मेरै ढिप्पीले हो दाइ। भनेपछि बुहारीले त्यति बेला त्यो रातमा चाहिँ भाइसँग कुरा भएपछि हजुरले मम्मीसँग कुरा गर्नुभयो? त्यति रातमा कुरा भयो दाइ। अब त्यो साइकलको कुरा पनि मैले त्यो उहाँको भन्दा धेरै साइकलको माया भएर भनेको चाहिँ होइन दाइ होइन। अड्कन छापेको। अब ल आउने कि नआउने भन्ने कुरा भयो होइन। अब कसरी आउने त, यति रातिसम्म कसरी आउने होइन। बिहान भएपछि आइज, बिहान पनि त अँधेरै 5 बजे त कसरी आउनु त म होइन। त्यति भनिसकेपछि ल साइकलमा चढेर आइज भन्नुभयो। अनि किनभने मलाई बाबा मम्मीको वचन पनि काट्न मन छैन होइन। त्यत्रो टाइमसम्म मलाई त्यत्रो मिहिनेत गरेर दुःख गरेर होइन, आफ्नो छोरीपछि आशा राखेर भरोसा राखेर पालेको छोरी प्याट्ट उठेर हिँड्यो अरे भन्दा त बाबा मम्मी त के हुनुहुन्छ होला होइन। उतातिर बाबा मम्मीलाई पनि खुसी पार्नु मन छ, यतातिर उहाँलाई पनि खुसी पार्नु मन छ, खुसी पार्नु छ होइन। अनि त्यही भएर अब त्यो मैले चाहिँ के भनेको नि, अब साइकल चाहिँ कहाँ राखेर जानु त, कसरी जानु त साइकल, त्यति भनेपछि त अलिकति बुझ्नुहुन्छ कि होइन। ल ठिक छ, फेरि म घरै आउँछु, फेरि कुरै गर्छु भन्नुहुन्छ कि भन्ने भएर चाहिँ भने थियो त्यति बेला चाहिँ। मम्मीलाई कसरी कन्भिन्स गर्नुभयो? मम्मीले चाहिँ के भन्नुभएको थियो भने एउटा कारण के थियो भने चाहिँ म 3-4 दिन अलरेडी बसिसकेको थिएँ त्यहाँ। त्यो यो कुरा हुने बेलासम्म चाहिँ होइन, मैले बुझ्नु खोजेको चाहिँ जस्तो अब राति अनि भोलि बिहान 5 बजे आऊ भनेर भनेको बेलामा अनि त्यो बेलामा अनि अब बुहारीको फोन आउने ठाउँमा मम्मीले फोन गर्नु भएपछि त पक्कै पनि मम्मीलाई कन्भिन्स गरेँ। त्यति बेला हजुरले के भन्नुभएको थियो? मम्मीले चाहिँ भन्नुभयो, मम्मीले चाहिँ अहिले त्यति बेला मात्रै होइन कि पहिले पनि भन्नुहुन्थ्यो कि मलाई चाहिँ जाँड रक्सी नखाने ज्वाइँ होस्, सम्पत्ति चाहिँ केही पनि चाहिँदैन भन्नुहुन्थ्यो। जस्तो अरूहरूसँग कुरा गर्दा पनि हुन्छ नि त, यसो उसो भन्ने हुन्छ नि त। सम्पत्ति केही पनि चाहिँदैन, केटो चाहिँ इमान्दार हुनुपर्छ भन्ने कुरा चाहिँ मम्मीले गर्नुहुन्थ्यो। त्यति गरिसकेपछि अब केटा इमान्दार देखेपछि त मम्मीले पक्कै मान्नुहुन्छ भन्ने त्यति विश्वास पनि थियो मलाई फेरि। अनि मम्मीलाई मैले कन्भिन्स गरेँ, मम्मी अब यस्तो यस्तो छ होइन, हाम्रो कुरा भएकै लगभग 2-2.5 वर्ष भयो। अब यत्तिको मान्छे भयो भने चाहिँ मम्मी मेरो जिन्दगी सजिलैसँग जान्छ। भोलि दुःख पऱ्यो मम्मी भनेर म आउँदिनँ, तपाईँ ढुक्क हुनु, मलाई विश्वास गर्नु भनेर भनिसकेपछि अब मैले त ल ठिक छ मानौँला, बाबाले मान्नु भएन भने के गर्छस् त भन्नुभयो। अनि अब बाबालाई त तपाईँले मनाउने हो नि त भने मम्मीले चाहिँ। अनि भनेपछि अब अनि जानु भएको छैन त त्यो बाबु, अझै घर जानु भएको छैन, हिजै घर जानुभएको होइन भन्नुभयो।
होइन नि मम्मी जानुभएको छैन यहीँ सागर होटेलमा बस्नु भएको छ यस्तो यस्तो कुरा भयो भनेपछि ल ठिक छ भन्नुभयो अनि मामालाई बोलाउनु भयो मेरो आफ्नो मामालाई बोलाउनु भयो मामालाई बोलाएपछि यस्तो यस्तो छ के गर्ने होला भनेपछि अब भान्जी पनि पढे लेखेकै हुनुहुन्छ अब आफ्नो जिन्दगी जस्तो कुरा नबुझिकन त्यत्तिकै त गर्नु भएको छैन होला होइन अब उहाँ पनि कस्तो हुनुहुन्छ बोलाउनुहोस् हेरौँ के छ कस्तो छ बुझौँ अब ठिक छ हुने जस्तो यिनीहरूको मिल्ने जस्तो रहेछ भने कुरा अगाडि बढाउँला भनिसकेपछि अनि मम्मीले ल हुन्छ मैले फोन गरेँ भने मान्नुहुन्न मम्मी बरु तपाईँ आफै फोन गर्नु न एकचोटि भनेर अनि मम्मीले फोन गरेर अनि बोलाउनु भयो है आज यो बिहे भएको कति वर्ष भयो 10 वर्ष 10 72 सालमा भएको हो अहिले 82 साल भनेपछि 10 वर्ष भयो अब 11 वर्ष लाग्छ अहिले के भन्नुहुन्छ मम्मी बाबाले अब अहिले त सबै कुरा राम्रै छ दाइ खुसी हुनुहुन्छ नि खुसी हुनुहुन्छ अलिकति टाढा भयो त्यही अब देखभेट चाहिँ हाम्रो 2-4 वर्षमा एकचोटि मात्र हुन्छ अब हुन त घर त्यति गइँदैन अब चाडबाडमा हो घर जाने भनेको चाडबाडमा यतै बिजनेस राम्रो हुन्छ बाबा मम्मीको नि त्यही एउटा गुनासो हो फेरि जस्तो फोन गर्दिनँ भन्नुहुन्छ नि कसैलाई फोन गर्नु न नि बाबा मम्मीलाई नि ज्वाइँले फोन गर्दै हुन्थ्यो बोल्दै हुन्थ्यो भन्ने त हुन्छ नि त होइन त्यो चाहिँ गुनासो हुन्छ फेरि म चाहिँ कसैलाई माया गरेँ भने देखाउन आउने भनेको यसलाई मात्रै हो यसलाई जुन हिसाबले माया देखायो नि त्यसपछि माया देखाउनै आउँदैन दाइ त्यसो जस्तो मैले तपाईँलाई एकदम तपाईँसँग नजिक हुनु छ तपाईँको माया लागिरहेको छ म त्यो शब्दमा व्यक्त गर्न त्यो बानी बेहोराले व्यक्त गर्नै सक्दिनँ कि जे छ मनमा छ यो 10-11 वर्षको टाइमिङमा कहिले दुईजना बिचमा एकदमै त्यो मन दुखिने गरी भनाभन भएको छ कि छैन सामान्य भनाभन त भइहाल्छ नि दाइ बुढाबुढी हो दाइ अगुल्टो पनि नठसिकिन त बोल्दैन अनि त्यो सामान्य त हो मैले भन्नु खोजेँ अलिकति एकदमै चित्तै दुख्ने गरेर त्यस्तो सामान्य हामी झगडा गरेको सायद घर परिवार कसैले पनि थाहा पाउनु हुँदैन हाम्रो झगडा त्यस्तो हुन्छ भन्न खोजेको दुईजनाको बिचमा मात्र हुन्छ कोही बिचमा अगाडि आयो नि यिनीहरू सामान्य छन् जस्तो हुन्छ कि अरू कसैले पनि खासै थाहै हुँदैन त्यस्तो लामो समयसम्म हामी झगडा गरेर नबोलिकन बस्दैन होइन चित्त बुझ्दैन भनाभन गर्यो अनि उतिखेर मलाई फेरि त्यो चित्त बुझेन भने त्यो मनमा राखेर बस्नै सक्दिनँ क्या म अलिक पछि भनौँला नि त अलिक केही समयपछि समाधान गरौँला नि त त्यो मलाई सक्दिनँ त मैले कस्तो हुन्छ भने चाहिँ म रिसाएको बेलामा उसले सुनिरहेको हुन्छ उसको सुन्ने पालो हुन्छ मेरो रिस मरेपछि फेरि उसको पालो आउँछ एकजना रिसाउँदा एकजनाले सुन्दैछ सिद्धिहाल्यो झगडा सिद्धिहाल्छ नि त्यो दुईजना सँगसँगै बाँच्नु लाग्यो भने बढ्ने हो एकजना आएको एकजना पानी हुनुपर्छ अब आजभोलि त्यही सिद्धान्त लागु भइरहेछ यो आज आएको छ भने त्यसलाई चलाउँदै नचलाउने फेरि बच्चा भएपछि चाहिँ झगडाहरू पनि धेरै कम हुँदो रहेछ धेरै कम हुँदो रहेछ बच्चाको उसले पनि अब यस्तो बच्चा यता गयो उता गयो बाबुलाई यसो गर्नु पर्यो उसो गर्नु पर्यो भन्ने कुरा त आउँछै आउँछ त्यो झगडा त बिर्सिहाल्दो रहेछ कि एकछिन झगडा गऱ्यो नि म त नबोलेको पो हो है भन्ने हुन्छ कहिलेकाहीँ त थाहा नपाउँदैन पर्यो झगडा सुनिसक्छ बच्चा सँगसँगै अब बिजनेस भने अब फलाना चिज यसरी गर्ने उसरी गर्ने के गर्ने फलाना स्टाफले कहाँ पठाउने यता भन्ने हुन्छ नि यस्तो खराब छ नि दाइ जे चिज पनि पर्फेक्ट चाहिन्छ मलाई नर्मल यो गिलास यहाँ यस्तै छ भने कसैले आएर अलिकति चलाएर दायाँ बायाँ बनाइदियो मलाई त्यो मन पर्दैन जस्तो जुन स्थितिमा पहिला छ त्यही स्थितिमा चाहिन्छ मलाई चाहिँ हर चिज पर्फेक्ट चाहिन्छ त्यही बानीले गरेर चाहिँ कहिले त्यो फेरि हामीले फेरि अब गर्छौँ भन्दा नि दाइ सानो बच्चा छ अब यो गिलास यहाँ राखेको छ यहीँको यहीँ त हुन्न नि त अब बच्चा छ कहिले उहाँ पुर्याइदिन्छ कहिले उता पुर्याइदिन्छ अनि मेरो चाहिँ के छ भने चाहिँ अनि अब 10 थरी टेन्सन हुन्छ अनि बच्चा त तँ सम्हाल्न भन्ने जस्तो हुन्छ नि त त्यही कुरामा सामान्य हुन त छोरो आफ्नो पनि हो मान्न त मसँग पनि धेरै उसँग भन्दा धेरै मसँग मान्छ फेरि घुम्न यताउता रुचाउँछ त्यही सामान्य त्यो खटपट त्यसलाई नि के खटपट भन्ने काम त्यो कहिलेकाहीँ उसको चाहिँ फेरि सबभन्दा ठुलो गुनासो भनेको मलाई टाइम दिँदैन उसलाई चाहिँ घुमाउनहरू त्यस्तो आउट अफ कन्ट्री त्यस्तो ट्रिपमा लिएर जानु परेन खाना खाएपछि बेलुका भ्याएपछि 15 मिनट त्यो हाम्रो नेपाली पार्क छ नि आब्राको छेउमा 15 मिनट हिँडाइदिए पुग्छ तर त्यही 15 मिनट नै हुँदैन र अनि टेन्सन लाग्छ किनभने दुईजना मात्र हुन्छौँ हामी दिनभरि आफ्नो आफ्नो काममा व्यस्त भइन्छ होइन तनाव पनि हुन्छ कहिलेकाहीँ होइन तनाव हुन्छ बच्चा सुताइसकेपछि आनन्दले यसो त्यो पार्कसम्म गएर भए पनि यसो 2-4 वटा कुरा गरौँ होइन मन हल्का पारौँ भन्ने हुन्छ अनि त्यो त्यही टाइम पनि मिल्दैन कि कस्तो हुन्छ दुईजना मात्र छौँ अब बाबु दुईजना निक्लेर हिँड्ने बित्तिकै बाबु सुतिरहेको हुन्छ कुर्ने मान्छे कोही हुँदैन अनि त्यो समय पनि पाउँदैनौँ कि अहिले चाहिँ अनि त्यो कसरी टाइम कसरी मिलाइराख्नु अहिले त अब काममा नै अब
त्यही अब अरू खाना खाने बेलामा हुन्छ नर्मल्ली कुराहरू। अब बेलुका चाहिँ कस्तो हुन्छ भने चाहिँ हाम्रो एउटा टाइमिङ चाहिँ कस्तो छ भने चाहिँ बेलुका 10 बजीसम्म म जे काम गरे पनि 10 बजेपछि चाहिँ म माथि रुममा जान्छु, ऊ चाहिँ झरेर अनि क्लोजिङ हुन्छ पसलहरूको सबै क्लोजिङ गर्ने बेलासम्म। अनि त्यो क्लोजिङ गरेर आइसकेपछि चाहिँ खाना खाने बेलामा हामी 1-1.5 घन्टा चाहिँ गफ गर्छौँ। पैसा चाहिँ मेरै हातमा हुन्छ दाइ। क्लोजिङ चाहिँ म उतै दिन्छु, किन मलाई त्यो हिसाब किताब मलाई समझमा नि आउँदैन, मलाई त्यो झ्याउ लाग्छ दाइ। म बरु म काम गर्ने मान्छेहरूलाई स्टाफहरूलाई म्यानेज यताउता कसरी गर्ने के गर्ने त्यो हिसाब किताब र यो सम्झिने काम झमेला जस्तो लाग्छ मलाई। अनि उतै छौँ कि है। के कुरामा चाहिँ विचार पुर्याउनु पर्ने रहेछ हस्बेन्ड वाइफको सम्बन्धलाई चाहिँ स्ट्रोङ बनाइराख्न? एकअर्कामा विश्वास हुनु पर्यो। विश्वास डगमगायो भने सबै कुरा सिद्धियो। नर्मल्ली अब हामी यो सिचुएसनमा आइसकेका छौँ नि, अहिले वेल सेटल हुने सिचुएसनमा छौँ हामी, तैपनि उसको मनमा चाहिँ के हुन्छ भनेपछि अब यो एरिया चाहिँ कस्तो छ भनेपछि बर्दुबे एरिया, दुबईको माहौल भनेको चाहिँ अलिकति कोहीसँग पैसा भयो केही भयो भने केटीहरू पछि लाग्छन्, कतै मेरो बुढालाई बिगारिदिन्छन् कि भन्ने टेन्सन चाहिँ दिनरात हुन्छ। त्यही कुराले चाहिँ दिमाग खराब हुन्छ। होइन फेरि यो दुबईमा धेरै देखिन्छ पनि त दाइ, होइन धेरै देखिन्छ नि, हाम्रो मात्रै होइन कि धेरैको देखिन्छ नि त। त्यही पसलमै आउने कस्टमर पनि यहाँ बुढाबुढीसँगै हुनुहुन्छ उहाँहरू, होइन कतिजना देखिन्छ कि। अनि त्यसपछि अर्को बोय फ्रेन्ड लिएर हिँड्ने रे, एक्स्ट्रा म्यारेज अफेयर अरे के अरे अनि त्यो देख्दाखेरि चाहिँ दाइ मलाई कता कता डर लाग्छ के। भनेपछि त्यो दुईजना बसेर त्यो बेला बेला भिडियो बनाएको त्यो साँच्चै त्यो रियल फिलिङ्सलाई भिडियो थ्रु एक्सप्रेस गरेको हो त। अनि कहिले पनि यो भिडियो बनाउने भनेर त्यो सल्लाह गरेर गर्दैनौँ त, निकाल्दिनु क्यामेरा अगाडि राख्ने हो ल यो यतिकै उहाँले मलाई सोध्नुहुन्छ नि, त्यो आफ्नो त्यो जुन मनमा हुन्छ नि त्यही कुरा निस्केको त्यो चाहिँ हो। तर हुँदो रहेछ त्यो इन्सिक्योरिटी के भन्छ नि त्यसलाई अब केटी मान्छेहरूलाई हुन्छ। त्यो चाहिँ अब पसलमा कोही राम्रो केटीहरू आयो उनीहरूसँग हाँसेर बोलिरहेको छ, हामीलाई त्यो व्यापारसँग मतलब छ नि, होइन हो कि पसलभित्र हुँदाखेरि त व्यापारसँग मतलब मेन्टेन गर्नु पर्यो। अनि कुनै कुरामा चाहिँ कस्तो हुन्छ नि, अब राम्रो केटी आयो भने चाहिँ मस्केर बोलिरहेको हुन्छ, अनि किन मस्केको भन्ने त्यस्तो होइन त। त्यो बिजनेसको रूपमा त बोल्न पायो कि होइन, बिजनेसको रूपमा बोल्दै नबोल्ने भनेको त होइन नि त, होइन। तर पनि आफ्नो जुन त्यो हुन्छ नि त्यो लेभल, होइन कहिलेकाहीँ चाहिँ अब छोरा मान्छे न हो, होइन कसैले कतैतिर फसाइदिने हो कि। खुट्टा तान्ने मान्छे त धेरै हुन्छन् नि त, होइन। यसको चाहिँ कसरी खुट्टा तान्ने, कसरी बिगार्ने, कसरी भत्काउने, तपाईँ उहाँ त्यस्तो नहुनु होला। तर बिगार्ने मान्छे फसाउने मान्छे त सानो यतिकित केही भेटायो भने पनि त बिग्रिन सक्छ नि त दाइ। त्यही भएर चाहिँ मैले चाहिँ उहाँलाई चाहिँ झकझकाइरहेको छु, ओहो होइन है यस्तो यस्तो गर्नु हुँदैन है। 24 घन्टामा 26 चोटि फोन आयो भने एकचोटि, भेट्यो भने एकचोटि। म तपाईँहरूसँग हिँड्दाखेरि पनि 2 चोटि नर्मल 1 घन्टाको टाइममा 2-3 चोटि फोन आउँछ कि आउँदैन दाइ, कहाँ छ के गर्दैछ भनेर। होइन आफ्नो हस्बेन्डको केयर गरेको हो नि त, होइन त्यही कुरा त मैले अर्को मान्छेसँग त गर्दिनँ नि त। त्यो केयर हो कि शङ्का हो? केयर हो दाइ, शङ्का होइन, केयर हो। कहिलेकाहीँ के हुन्छ नि त, उहाँ सधैँ हुँदा हुँदै पनि त मैले भने नि त अघि पनि, होइन आफू सधैँ हुँदा हुँदै पनि त कहिलेकाहीँ त बिग्रिन्छ नि त दाइ। डाउट लाग्छ? कस्तो डाउट भन्नाले? शङ्का लाग्छ? अहिले त लागिहाल्छ नि। एकदम क्लोज भएर के, जोसँग नि एकदमै क्लोज भएर बोल्नुहुन्छ नि त, होइन। अब हामी केटी मान्छेलाई के हुन्छ नि, कोही मान्छे एकदमै क्लोज भएर नजिक भएर बोलिरहेछ भने त सबैले नहोला, त्यहाँ ओहो यसले मलाई मन पो पराएको हो कि, होइन त्यस्तो त हुन्छ नि त। त्यही भएर त्यो सबैसँग चाहिँ क्लोज नहुनुहोस् भनेर चाहिँ मैले चाहिँ सम्झाउँछु कि बेला बेला पनि झकझकाइरहेको छु। किनभने अब भोलि केही अप्ठ्यारो स्थिति आयो भने त घर बुवा आमाले पनि ए ल मेरो छोरा त छोरा मान्छे थियो, होइन उसले त सोचेन होला, त सँगै थिइस् नि त, तैँले त सोच्नु पर्थ्यो त, आफ्नो हस्बेन्डलाई सम्हाल्नु पर्थेन भन्ने कुरो त आउँछ दाइ मलाई। त्यही भएर पनि अनि मैले त आफ्नो रेस्पोन्सिबिलिटी त निभाउनु परेन। एकदम बराबर एकदम त्यो वरपरको माहौल हुन्छ नि त, त्यो वरपर हाम्रो पसलहरूको वरपर 2-4वटा पसलहरू छन्, त्यो माहौल देखेर चाहिँ झन् दिमाग खराब हुन्छ कि। त्यहाँ हुन्छ रातारात दोकानको नाम चेन्ज हुन्छ, को मालिक हो थाहा हुँदैन। अघिल्लोचोटि एउटा मालिक भइरहेको हुन्छ केटा मान्छे, अर्को केटा मान्छे एक्स्ट्रा अफेयर गरेर अब त्यो केटा मान्छेलाई झोली चुम्मा बोकाएर पठाइदिन्छन्, केटी मान्छेको नाममा दोकान ट्रान्सफर भइरहेको हुन्छ। त्यस्तो पनि भइरहेछ है बर्दुबेमा कति हुन्छ दाइ। त्यो देखेर चाहिँ झन् धेरै, मलाई त बाहिर हिँड्दा नि मैले बरु यहाँ क्यामेरा लगाइदिनु भन्छु।
कहाँ गयो के गरेर थाहा हुन्छ नि त त्यति भए चाहिँ ढुक्क भयो नि त्यो बर्दुबे एरियामा हुन्छ दाइ यो एकदम धेरै देखिने कि दाइ सबैभन्दा धेरै त्यो देखेपछि चाहिँ झन् त्यो मनमा डर हुन्छ नि त इन्सिक्युरिटी हुन्छ केटी मान्छे न पैसा छ ऊ छ अब नर्मल्ली अब मभन्दा राम्रो कोही भेटिहाल्छ कि लिगिहाल्छ कि हिँडिहाल्छ कि भन्ने सोचाइ त त्यो हिँडिहाल्नुहुन्छ कि लिएरै हिँड्नुहुन्छ कि भन्ने चाहिँ आउँदैन फेरि मनमा है मलाई त्यति विश्वास चाहिँ छ मेरो बुढाप्रति होइन नपो कसैले फसाइदिने पो हो कि होइन नपो कतै दाग लाग्ने पो हो कि होइन जे भए पनि केटा मान्छे भए पनि दाग त लाग्छ नि त दाइ फलानु मान्छे यसो यसो भन्ने त आउँछ नि त त्यो कुरो चाहिँ मैले सुन्नुपर्ने हो कि इनकेस मैले त्यो कुरा सुनिहालेँ भने मैले कसरी सहने त दाइ एउटा छोरी मान्छेको लागि दाइ अरू केही चाहिँदैन आफ्नो श्रीमान सध्य भयो भने त्यही हो सबैभन्दा ठुलो सम्पत्ति मैले कहिल्यै पनि दाइ हाम्रो 10 वर्ष भयो 10-11 वर्ष भयो उहाँले केही किनिदिन्छु भन्दा पनि मैले नकिनिदिनु नै पर्दैन चाहिँदैन कहिले पनि यो किनिदिनु भनेर मैले अहिलेसम्म जिद्दी गरेको छैन दाइ यो गर्न पनि मन लाग्दैन डिमान्ड गरेको चाहिँ के चिज छैन अहिलेसम्म एकपल्ट हामी सुन पसलमा गयौँ होइन सुन किन्नलाई अनि त्यसपछि सुन किन्नलाई गयौँ तँलाई बर्थडे गिफ्ट किनिदिन्छु भन्नुभयो अनि त्यहाँ सुन किन्ने कुरा भयो अनि मलाई चाहिँ त्यो अहिले मलाई पछुतो लाग्छ कि दाइ त्यति बेला मैले त्यो ठुलो केही कुरा लिएको भए त अहिले त बेच्दाखेरि त केही समस्या त समाधान हुन्थ्यो नि त ठुलो कुरा किनिदिन्छु भन्दा पनि मैले नाइ मलाई पर्दैन नकिनिदिनुहोस् त्यो पैसाले हाम्रो व्यवहार मिलाउनु पर्छ भनेर उहाँलाई तानेर लिएर छु कि दाइ म चाहिँ त्यो कहिले पनि मलाई त्यो डिमान्ड गर्नै आएन कि दाइ मैले गर्दिनँ अहिले मात्रै होइन कि मैले मेरो बाबा मामुसँग पनि केही कुरामा पनि मैले त्यस्तो यो किनिदिनै पर्छ तपाईँले मलाई यो गरिदिनै पर्छ भनेर मैले अहिलेसम्म डिमान्ड गरेको छैन दाइ त्यो चाहिँ मैले कहिले पनि गरिनँ बिस्तारै एफएममा प्रोग्राममा चलाउन थालेपछि चाहिँ बिस्तारै आफूले कमाउन थालेपछि आफ्नो रहरहरू आफै पुरा गर्न थालेँ तर त्यस्तो धेरै असीमित रहर इच्छा आकाङ्क्षा पनि छैन दाइ मसँग यसको रहर भनेको त्यही दिनमा 15 मिनट यसो आब्रा घुम्ने एक कप चिया खाने कालो चिया खाने अरू धेरै ठुलो उस पनि छैन धेरै महत्त्वाकांक्षा पनि राख्दिनँ कहिलेकाहीँ जेरी खाने समोसा खाने तर यदि कोही त्यो महत्त्वाकांक्षी कोही मसँग जोडिन्थ्यो या त मेरो धर्मपत्नी भएर आउँथ्यो भने म आज यो स्थितिमा आउँथिनँ दाइ कन्जुस्याकै कारणले यहाँ आएको तर हुनु पर्दो रहेछ क्या त्यो एकजना दुईजना मध्ये एकजना चाहिँ हुनुपर्ने रहेछ त्यो भगवानले जोडी पनि त्यही अनुसारले मिलाएको हुन्छ क्या दाइ अन्त कतिको हुँदैन नि कतिको इभन बुढाले नराम्रो काम गर्दै हिँडिरहेछ भने बुढी पनि म चाहिँ के कम त अनि त गरेर हिँड्छ भने म पनि गरेर हिँडिदिन्छु नि भनेर झन् त्यो घर भत्केकोहरू धेरै छ नि म त दाइ हामी यहाँ बर्दुबे बस्थ्यौँ म बुर्जुमानमा काम गर्थेँ होइन म मेट्रोमै गएको भए पनि 3 रुपियाँ त खर्च हुन्थ्यो नि तर त्यो 3 रुपियाँ पनि बचाउनु पर्छ भनेर म छाता ओढेर जुन जुलाईको त्यो गर्मीमा म हिँड्दै जान्थेँ क्या दाइ त्यसपछि फेरि हामी दिएर सर्यौँ उहाँलाई टाढा भयो भनेर अनि त्यसपछि अरू दिन त गइन्थ्यो मेट्रोमै गइन्थ्यो अब त्यहाँबाट अब शुक्रबार चाहिँ बिहानमा मेट्रो बन्द हुन्थ्यो मेरो 6 बजीदेखि ड्युटी हुन्थ्यो अनि एक दुईचोटि त उहाँले आफैले मलाई हात समातेर ल्याएर जबरजस्ती ट्याक्सीमा हालेर उसको बानी थाहा छ कि ऊ ट्याक्सीमा गएँ भनेर पनि त्यो आब्रा चढेर फेरि हिँडेर जान्छ भन्ने थाहा थियो अनि म चाहिँ के गर्ने उसलाई समातेर ल्याएर ट्याक्सीमा चढाइदिएर अनि गइसकेपछि अनि बल्ल फर्केर गएर त्यसरी जानुभयो अनि पछि बिस्तारै थाहा पाउनुहुन्छ भनेर बिस्तारै उठ्ने त्यसपछि त्यो कपडाहरू पनि वासरुमतिर लगेर चेन्ज गर्ने अनि त्यस वासरुममै रेडी हुने अनि बिस्तारै निस्केर बिउजेर फोन गर्ने बेला त म ड्युटी पुगिसकेको हुन्थेँ म त्यहाँबाट चढेर चाहिँ वारी आउने एक दिनम तिरेर वारी आउने अनि त्यसपछि चाहिँ हिँडेर बुर्जुमान पुग्थेँ दाइ म किनभने 1 रुपियाँ बचाउनु पर्थ्यो नि त व्यवहारले च्यापे थियो अनि उहाँको पर्सबाट पैसा निकाल्ने पैसा चाहिँ चोर्थ्यो पैसा निकालेर अनि त्यसपछि त्यो पैसाले चाहिँ मैले रुम चलाउँथेँ दाइ रुमको हाम्रो खाना खर्चहरू चलाउँथेँ मैले म चाहिँ सानो नोट त्यसमा त्यति बेला त्यो के त्यसले त्यो निकाल्नै पर्थ्यो र माग्दाखेरि चाहिँ दिँदैन थियो र अनि माग्दाखेरि त उहाँलाई चाहियो नि त खर्च चाहियो नि त थाहा नहुने हिसाबले निकाल्ने हो नि त दाइ त्यसको मजा अलग हुन्छ नि त थाहै हुँदैन अनि फेरि त्यो निकालेर राखेको पैसा पनि फेरि उहाँलाई अप्ठ्यारो पर्दा मैले चलाउने त हो दाइ मैले दिने त हो नि अब त्यो गाह्रो सिचुएसन पर्दा मसँग यति छ है कहाँबाट ल्याइस् भन्दा तपाईँको चोरले ल्याएको त्यो पैसा त त्यत्तिकै राख्दाखेरि त त्यही सकिन्थ्यो थोरै गर्दा नि मैले निकाल्दाखेरि त अलिकति सेभिङ त भयो नि त त्यसरी पनि मैले धेरैचोटि त्यसरी त्यो पर्सबाट निकालेर पनि मैले धेरै सेभिङ गरेको छु दाइ रुम चलाएर पनि अझ बचाएर पनि मैले उहाँको समस्या पर्दाखेरि ल यति पैसा छ है भनेर यसरी कच्चा पारेको पैसा निकालेर दिएको छु पहिलो जग्गा किनेको हैन
खेत किन्दाखेरि चाहिँ कति लाख अरे? खै बुवाले कुरा गर्नुभयो कति चाहिँ कति लाख दिएर हाम्रो मैले चाहिँ 3 लाख रुपियाँ निकालेर दिएछु चोरेर राखेको पैसा त्यतिखेर चाहिँ त्यो आनन्द पुगेन दाइ होइन पुगेको भए त मैले दिन्थिनँ पुग्दैन लास्टै समस्या पऱ्यो अब ब्याजमै खोज्नु पर्छ होला नपुग्ने भएपछि त भन्ने कुरा भयो घरबाट बुवाले पनि ल पैसा पठाओ है अब चाहिँ पास गर्ने स्थिति भयो भन्नुभयो अनि त्यसपछि भनेपछि ल ठिक छ नि त भनेर अनि त्यसपछि त्यो 3 लाख रुपियाँ निकालेर ल यो पैसा चाहिँ पठाउनु पर्छ भनेर त्यो कच्चाकुचुक भएको पैसा निकालेर अनि त्यसपछि गनेर ठ्याक्कै 3 लाख पुगेको थियो हामीले त्यति बेला नेपाल पठाउने बेला त्यो बेलामा चाहिँ अनि आनन्द आउँदो रहेछ कि यतिको चाहिँ सोच्नु पर्दो रहेछ भन्ने जस्तो लाग्यो आजभोलि त पाउँदैन अहिले त त्यो आइरहेको हुन्छ नि भिडियो मेरो 100 दिरहम निकाले भनेर त्यो मैले आज ठुल्ठुलो पैसा त याद हुन्छ कि सानो सानो 10 20 50 100 त याद हुँदैन नि त त्यो एउटा नि एउटा त गायब हुन्छ अब सधैँको बानी अब कराएर के गर्नु अहिले चाहिँ छैन है अहिले चाहिँ त्यति छैन अहिले चाहिँ कार्डै युज हुन्छ पर्समा खासै पैसा नि हुँदैन अनि हेर्ने टाइम पनि त्यति हुँदैन ओड्दाखेरि म हिँडिसकेको हुन्छु टाइमिङ पनि अलिकति मिसम्याच भइरहेको छ अहिले बाबु बिहान 5 बजी स्कुल जानुपर्छ ऊ उठाएर बाबुलाई रेडी गरेर पठाएर आएर फेरि सुत्दाखेरि फेरि म 9 बजी निक्लिन्छु फेरि पसल खोल्नलाई अनि त्यो टाइमिङ चाहिँ अलिकति बिहान बाबुलाई स्कुल पठाए फेरि सुत्नुहुन्छ कहिले सुत्छु कहिले चाहिँ सुत्दिनँ अनि कराउनुहुन्छ क्या सुतेन भने 3 घन्टा सुतेर हुन्छ त दाइ हामी 2 बजी सुतिन्छ नर्मल्ली 5 बजी बाबुलाई स्कुल अनि त्यसपछि सुत्दै नसुत्ने अरे दिउँसो पनि नसुतेपछि त अनि गाह्रो हुन्छ नि त फेरि केटी मान्छेहरूको फेरि अलिकति हर्मोनल प्रब्लम बनाउँछ नि फेरि निन्द्रा डिस्टर्बेन्स कराउनुहुन्छ अनि फेरि चुप्प लाएर सुत्छु बत्ती सत्ती निभाएर अहिलेसम्म यो 10-11 वर्षको अन्तरालमा मेरो बुढाले चाहिँ मलाई यो गर्दै गयो हुन्थ्यो अहिलेसम्म गरिदिएको छैन भनेर त्यो गुनासो छ नै छैन दाइ मलाई केही पनि छैन त्यही हो भन्नुभयो नि 15 मिनट पार्क घुमाइदिए हुन्थ्यो भन्नुभयो नि मलाई थोरै टाइम दिए हुन्थ्यो मेरो कुरा चाहिँ सुन्दै हुन्थ्यो भन्ने हुन्छ मलाई अरू केही पनि छैन दाइ मलाई यो गर्दै हुन्थ्यो भन्ने गुनासै छैन मलाई अहिले त हुँदा हुँदा मेरो साथीहरू अब नेपालमा कोही पनि नै अब सानैमा आयो विदेश अहिले यहाँ आएपछि दाइहरू अलिअलि 2-4 जना हुनुहुन्छ नभए त हामी 2 जना सँगै जन्मे जस्तो लाग्ने कि अब धेरै समय भयो नि त 10-11 वर्ष साथी भने नि यही हो जे भने नि यही हो घुम्न गए पनि उहीसँग अनि अब रुममा आए पनि गफ गर्ने नि उहीसँग सँगै जन्मे हो कि जस्तो लाग्थ्यो कि अनि बुहारीलाई अहिलेसम्म भाइको एकदमै त्यो हुन्छ नि एउटा मान्छेहरूको एउटा यो बानी चाहिँ सुधारिदिए हुन्थ्यो भन्ने खालको हुन्छ नि त त्यस्तो केही छ नि देखिन कतिवटा चाहिँ छ सोध्नु के छ एकदम छिटो मान्छेलाई ट्रस्ट गर्ने होइन एकदम छिटो क्या बिहान तपाईँ आउनुभयो भेट्नु भयो राम्रो बोलिदिनु भयो मिठो बोल्नुभयो एकदमै छिटो ट्रस्ट गर्ने अनि जोसँग नि एकदमै धेरै क्लोज हुने क्या आवश्यकता भन्दा पनि धेरै क्लोज हुने बानी चाहिँ मन पर्दैन मलाई त्यो चाहिँ मन पर्दैन अर्को त्यही हो अरू छ होला त्यही अनि साथीभाइ भनेपछि मरिए मेट्ने के ज्यान जिउ दिएर खल्लीबल्ली परिवार खल्लीबल्ली साथीभाइ भए पुग्छ भनेर दौडिने के सबै कुरालाई त म्यानेज गरेर लिएर जानु पर्यो नि त दाइ होइन अब सबै साथीभाइ भनेर पनि भएन अनि भेट्ने बित्तिकै मान्छेलाई ट्रस्ट गरेर पनि त हुँदैन नि त होइन मेरो यो छिटो विश्वास गर्ने बानीले चाहिँ 2-4 ठाउँमा बहुत ठुल्ठुलो धक्का लाग्यो त्यो आफूलाई पनि फिल हुन्छ भइहाल्छ नि त्यो विश्वास गर्छन् अलिकति त्यही आर्थिक कारोबार पछि अब लिग्ने बेलामा मान्छे अब एकजना आयो दुःख देखायो होइन ल सर मलाई यस्तो गाह्रो पऱ्यो लास्टै गाह्रो पऱ्यो के गर्ने होला खाना पाएन यताउता भन्यो भने होइन अब त्यो साँच्चीकै दुःख पाएको पो हो कि होइन नपो होइन कि त्यो त बुझेर पो हेल्प गर्नुपर्छ त है नगर्ने होइन तर त्यो त बुझ्नु त पऱ्यो नि त है फ्याट विश्वास गरिदिइहाल्ने ल आफूसँग छ भने छ छैन भने बरु फलानालाई ल है दाइ फलानालाई दिनुहोस् है यसरी भन्ने नि अब त्यो लिएर गएको मान्छे कहाँ फरार छैन धेरै सुधारेको छ गाह्रो बस्छ त यही बानीले ल सम्झायो ल यसो नगर्नु न तपाईँ यसो गर्नुहुन्छ यसो नगर्नु न यो त राम्रो होइन ल हुन्छ अब गर्दिनँ नेक्स्ट टाइमबाट गर्दिनँ अनि फेरि नेक्स्ट टाइम फेरि त्यही आउँछ त कसैले अगाडि आएर दुःख देखायो अलिकति मलिनो अनुहार देखायो आँसु देखायो भने म चाहिँ त्यो सक्दिनँ मन पनि धेरै नै ठुलो क्या दाइ धेरै ठुलो मन भयो भने नि गाह्रो हुने क्या फेरि कन्ट्रोलै हुँदैन क्या तँलाई के समस्या पऱ्यो यो जा मेरो नामले कहाँ के चाहिन्छ लैजा के छ अनि भाइलाई चाहिँ बुहारीले प्रति चाहिँ केही त्यस्तो गुनासो अथवा चाहिँ यो बानी चाहिँ सुधार्दै हुन्थ्यो यस्तो मलाई नभनिदिए हुन्थ्यो अथवा नगरिदिए हुन्थ्यो भन्ने त्यस्तो केही छ
त्यस्तो खासै केही छैन, सबै ठिकै छ अहिलेसम्म। जुन दिनदेखि अब नाता जोडियो त्यो दिनदेखि राम्रो नै भइरहेको छ आजको दिनसम्म। अब भोलिको दिनमा पनि हुँदै जाओस्। गनगन कम गर्दै हुन्थ्यो भन्ने छ। आजभोलि गनगन सुनेन भने चाहिँ बरु के पुगेन जस्तो लाग्छ। तर त्यो यस्तो होला जस्तो लाग्छ हौ, त्यो एउटा हस्बेन्ड वाइफमा वाइफले गर्ने त्यो क्यारेक्टर सायद युनिभर्सलै होला जस्तो लाग्छ मलाई त। के हो तपाईँको पनि हो त्यो हुनैपर्छ। अनि कुनै दिन चाहिँ अलिकति त्यो गनगन आएन केही भन्यो भने आज के भएन कानै सुन्नु भएको होइन त्यो गनगन भनेर इरिटेटै हुने गरेर हामीले पनि त गरेको हुँदैन नि त होइन। तर त्यो हस्बेन्डलाई त्यो फिल हुन्छ, छुट्टै कुरा हो। हामीले पनि त नबिग्रियोस् नभत्कियोस्, भोलिको दिनमा गाह्रो नआइपरोस् भनेर गरेर त हो नि। ल बुढालाई पागलै बनाम इरिटेटै बनाम भन्ने त गरेको त होइन। कहिलेकाहीँ त्यस्तो गर्नु मन लाग्छ लाग्दैन? कहिलेकाहीँ चाहिँ झन् जे कुराले रिस उठिरहेको हुन्छ त्यही कुरालाई पिन्च गर्दै गर्दै गऱ्यो भने त्यो बेला चाहिँ रिस उठ्छ फेरि। कहिलेकाहीँ हुन्छ त्यस्तो, झन् रिसाएको मान्छेलाई झन् रिसाएको राम्रो देखिन्छ भन्ने हुन्छ नि त। यहाँबाट अब अहिले हामी पोडकास्टमा बोलिरहेछौँ होइन? हजुर। सायद आमा बुवालाई सासु ससुराहरूले चाहिँ उहाँहरूको बारेमा केही कुरा गरिदियो भने अलिकति खुसी हुनुहुन्छ होला जस्तो मलाई लाग्छ। मलाई अब यो भन्ने शब्दहरू धेरै छन्, अथाह छ होइन, तर त्यो व्यक्त गर्नै सकिँदैन कि। मैले अब नमस्कार बुवा मम्मी, अब घरमा पनि यता हाम्रो सुर्खेतमा पनि तपाईँहरूको माया चाहिँ यति अथाह लाग्छ होइन, त्यो साध्य नै छैन। तर मैले व्यक्त गर्न जान्दिनँ। अब यस्तै जन्मिएँ म, जो माया देखाउन आउँदैन। अब त्यसमा अब म के गर्ने? म अब त्यो नर्मल्ली फोनै गरेर बोलेर मात्रै चाप्लुसी घसेर मात्र आफ्नो भइ नै हुँदैन। अब तपाईँहरूलाई परेको दिन तपाईँहरूको आवश्यकताहरू म अब आफू रहन्जेलसम्म पुरा गर्नेछु। तपाईँहरूलाई केही चिज मन लागेको छ, केही चिज कहीँ जानु छ, तीर्थ व्रत यताउता, म त्यसै पनि अहिले पनि भनिरहेको छु। तपाईँहरू धेरै पिर गर्नुहुन्छ, पिर धेरै नगर्नु। अब हामी नर्मल्ली सोचाइ चाहिँ के हुन्छ भने उहाँहरूको भनेपछि अब व्यवहार बढाएको बढाइ छ, कहाँ गएर के हुन्छ बाहिरको मान्छेले वाच गरिरहेको हुन्छ। अहिले अब सबैतिर हाई हाई भएको, भोलि पछि चाहिँ अनि यस्तो चम्किरहेको थियो, यस्तो गरिरहेको थियो। अहिले थाहा भयो नि यसको वास्तविकता। अहिले त बिग्रियो यसको भनेर मान्छेले बाहिरबाट वाच गरेर बसिरहेको हुन्छ। कतिखेर यसको बिग्रिन्छ र म यसलाई चिडाउँ भनेर बसिरहेको हुन्छन् नि। तिनीहरूलाई पनि अब त्यो तिनीहरूको कुरा सुनिन्छ नि त बाहिर, त्यसले गर्दाखेरि चाहिँ झन् घरका मान्छेलाई चाहिँ धेरै इफेक्ट हुँदो रहेछ कि। त्यही भएर यो केही पसल खोल्न लाग्यो भने पनि सबभन्दा सुरुमा त्यही भन्नुहुन्छ, अब त नगरे भए हुन्थ्यो, अब त नबढाए भए हुन्थ्यो। त्यही जति छ त्यतिलाई सम्हालेर बसेको भए हुन्थ्यो। भोलि बिग्रियो केही भयो भने बाहिरको मान्छेले हिस्सी गर्छन् भन् जस्तो कुरा गर्नुहुन्छ। अनि त्यही भएर आजभोलि केही कुरा गर्न लाग्यो भने एकैचोटि एक्जिक्युट गरेपछि मात्र अनि मैले गरेँ भनिदिने पिर हुँदो रहेछ कि बाबुआमालाई। जस्तो मलाई जब मेरो छोरो जन्मिँदै त्यसपछि मेरो बुवाको माया मलाई झन् धेरै लाग्न थाल्यो कि। किनभने मैले छोरोलाई मेरो जति केयर गर्छु, जुन हिसाबले मैले हेर्छु नि, मेरो बुवाले नि त मलाई त्यही हिसाबले हेर्नुहुन्छ। अब त्यो यो पछिल्लो बाबुको 4.5 वर्ष भयो। यो 4.5 वर्षमा चाहिँ मैले अथाह त्यो प्रेम छ नि, बाउले छोरालाई कति चाहिँ आउँदो रहेछ। यस्तो ठेस लाग्यो भने पनि यहाँ मुटुमा चसक्क हुन्छ। सायद मेरो बाउलाई पनि त्यस्तै हुन्छ होला, मेरो छोराले कसरी गरिरहेछ, दुःख गरिरहेछ, घर बसेर पनि फिल हुन्छ होला भन्ने सोचाइ चाहिँ आउँछ। अब लाग्छ, अथाह माया लाग्छ। अब के गर्ने, व्यक्त गर्न सक्दिनँ। त्यसलाई कसरी व्यक्त गरौँ? मम्मीको पनि लाग्छ, मम्मी अब जति दुःख गरेर भए पनि यहाँसम्म ल्याइदिनु भएको छ। अब धनी मान्छे बन भनेर कहिले पनि सिकाउनु भएन। असल मान्छे बन, धन भनेको पढ्नुपर्छ, असल मान्छे हुनुपर्छ, धन भनेको पछि कमाउन सकिन्छ भन्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो। ठिक छ, तपाईँहरूको शिक्षा अहिलेसम्म राम्रै लागिरहेको छ, त्यही अनुसार अगाडि बढिरहेछौँ। अहिलेसम्म कसैको 2 रुपियाँ खाएर यो मान्छेले मेरो यो काम बिगारिदियो भन्ने स्थिति आएको छैन। त्यो आउँदा पनि नआओस्, सधैँभरि म चाहिँ दिएर नै खान पुगोस् मलाई भन्ने मेरो सोचाइ छ। कसैसँग माग्ने स्थिति चाहिँ नआओस् भोलिको दिनहरूमा पनि। यदि भगवान् हुनुहुन्छ भने सायद पुरा गरिदिनुहुन्छ होला। डेफिनेटली। बुहारीलाई अहिले
यहाँबाट सासू ससुरा आफ्ना मम्मी बाबालाई सम्झिनु पऱ्यो भने चाहिँ मैले एकैछिन काटेँ अनि सुर्खेत मम्मीलाई पनि धेरै धेरै म यति माया लाग्छ तपाईँको पनि तपाईँ हुनुहुन्थेन भने सायद आज हामी दुईजना सँगै सम्भवै थिएन यो तपाईँ हुनुहुन्थ्यो तपाईँले अझै पनि कति सपोर्ट अझ पहिला केही नहुँदा कति गर्नुहुन्थ्यो अझ त्यो सुरुको फेसमा जुन माया थियो नि अझै पनि त्यो माया बरकरार छ मम्मीले अझै पनि त्यही हिसाबले हेरिरहनुहुन्छ हामी तपाईँको छोरीलाई मैले उसको व्यक्तिगत कारण रोयो भने अलग म चाहिँ रुन पार्ने छैन त्यति कुरा टेन्सन नगर्नु तपाईँहरूलाई सबभन्दा ठुलो प्रब्लम भनेको टाढा छ मेरो छोरीलाई कस्तै राखेको छ के गरेको छ बाबु दुःख पाएको छ कि भन्ने हुन्छ मेरो कारणले उसको आँखामा आँसु आउन दिने छैन अहिलेसम्म दिएको पनि छैन भोलिको दिनमा दिने पनि छैन टेन्सन नगर्नु होला राम्रोसँग सुखी तरिकाले नै खुसी तरिकाले नै बसिरहेको छौँ हामी दुईजना त्यो कुरामा चाहिँ टेन्सन नलिनु अब त्यो टेन्सन लिने समय गइसक्यो अब त हामी त दुईबाट एक भएको नि 10 वर्ष 12 वर्ष भइसक्यो अझै पनि त्यो टेन्सन लिनुहुन्छ अरूले नलिएको पनि तपाईँले लिनुहुन्छ त्यो टेन्सन चाहिँ नलिनु होला भन्न चाहन्छु बाबालाई पनि भनिदिनु पर्यो बाबालाई पनि धेरै साथ सहयोग गर्नुहुन्छ ल बाबा यस्तो गर्नु पर्यो भन्यो भने अरू सब काम छोडेर भए पनि गर्नुहुन्छ अब एउटा भाइ छ उसको भाइलाई र मलाई अलग सोच्नु हुँदैन मलाई जेठो छोरा भन्नुहुन्छ भाइलाई कान्छो छोरा भन्नुहुन्छ सधैँभरि यो माया बरकरार रहिरहन्छ कहिले पनि टुट्दैन यो माया मबाट त्यस्तो केही कुनै दिन कमी कमजोरी गल्ती हुने छैन यो सम्बन्ध यसरी नै सुमधुर बनिरहन्छ अनि तपाईँहरूलाई पनि कुनै दिन अब केही त्यस्तो छ भने भन्नु होला डाइरेक्ट रूपमा अरू त के भन्ने माया त लाग्छ अथाह लाग्छ सबैको लाग्छ त्यही हो म अब फोन गरेर म सन्चो बिसन्चो सोच्न अनि त्यो अलिकति चेपार पारेर बोल्न आउँदैन त्यसको लागि सरी त्यति बेला त्यो कचरामा चाउचाउ घोप्टाएर हिँडेको ज्वाइँ हो मेरो रिस चाहिँ त्यतिखेर खत्रै रिस हो होइन एकदम छिटो रिस उठ्ने त्यो कचरामा चाउचाउ घोप्टाएर हिँडेको चाहिँ बाबालाई थाहा छैन फेरि अब एक प्रोग्राम हेर्नु पनि थाहा पाउनु होला त्यो भयो भने त सामान्य मान्छेले यस्तो रिसालाई कहाँ छोडिदिने भनेर दिने मान्छेले पनि दिन्थेन कि त्यही त तर त्यो बेलामा पनि अब तर मम्मीले त्यो बेलामा हामी 2-4 दिन बस्दाखेरि हामी हाँसी खुसी हुन्थ्यो नि त जतिखेर पनि दुईजनासँगै हुँदाखेरि मिठास थियो एउटा माया थियो सम्बन्ध राम्रो थियो यिनीहरू यस्तै तरिकाले जिन्दगी जान्छ भनेर बिलिभ गरेर दिनुभएको थियो नि त्यो आजसम्म चाहिँ त्यो विश्वासलाई कायम राखेको छु टेन्सन चाहिँ नगर्नु होला अब ल ठिक छ अब बुहारीको पालो मेरो चाहिँ अब मम्मीले हामीलाई भाइलाई र मलाई होइन मम्मी बाबा पनि जिरोबाटै स्टार्ट भएर हामीलाई चाहिँ हुर्काउनु भएको होइन मेरो मम्मी चाहिँ बिहे गरेर बाबासँग आउँदाखेरि सियोमा हाल्ने धागो पनि थिएन अरे है थिएन अरे एकदमै मेहनत गरेर मम्मीको मेहनत देखेर नै मैले पनि गर्न सक्छु भन्ने मलाई पनि प्रेरणा मिलेको होइन बाबाले चाहिँ विदेशमा दुःख गर्नुभयो अनि मम्मीले चाहिँ घरमा दुःख गर्नुभएको हामीलाई नीति नियमदेखि लिएर शासन के भन्छ संस्कार सिकाउनेदेखि लिएर हरेक कुरा मम्मीले नै गर्नुभएको मम्मी तपाईँले हामीलाई गरेको जति मैले मेरो छोरालाई मैले गर्न सकेको छैन म अहिले फिल गर्छु कि दाइ मेरो छोराले भनेको नमान्दाखेरि होइन जिद्दी गर्दाखेरि त्यति बेला त हामी सानो उस्तै एजको त भाइ र म थियौँ दुईजनालाई चाहिँ मम्मीले हामीलाई चाहिँ कसरी चाहिँ सम्हाल्नु भयो होला घर व्यवहारदेखि लिएर हरेक कुरा अहिले त हामी दुईजना सँगै छौँ मसँग त एउटा बच्चा मात्रै छ दाइ मम्मीले चाहिँ कसरी चाहिँ सम्हाल्नु भयो होला हामीलाई बाबा विदेश हुँदाखेरि मम्मीले बाबाले विदेशबाट पठाएको पैसा सबै लगानी लाउनुहुन्थ्यो दाइ जग्गा किन्ने हो कि घर बनाउने हो कि होइन अब नपाउनु त कतै लगानी लाउने हो कि सबै लगानी लाउनुहुन्थ्यो घर खर्चको हाम्रो पढाइदेखि लिएर हरेक कुरा मम्मीले घरमा सबै आफैले मिलाउनुहुन्थ्यो कि गाईबस्तु पालेर हुन्छ कि होइन खेतीपाती गरेर हुन्छ कि कसरी हुन्छ बाबाले र मम्मीले लगभग उस्तै कमाउनुहुन्थ्यो होला बाबाले विदेशमा कमाउने र मम्मीले घरमा कमाउने चाहिँ उस्तै कमाउनुहुन्थ्यो अनि बाबाले पनि हामीलाई अथाह माया गर्नुभएको कहिले पनि नराम्रो वचन कहिले पनि लाउनु भएन अब मम्मीले त अब एकजना त अलिकति कडा हुनैपर्छ पर्दो रहेछ होइन जब आफ्नो बच्चा हुन्छ त्यसपछि फिल हुँदो रहेछ कि आमा बुवाको महत्त्व भन्ने कुरा मैले फिल गरेको चाहिँ होइन अब त्यति बेला सानोमा चाहिँ त्यसरी अब स्ट्रिक्टली गर्नुभयो अनि अलिकति हामी बढ्दै गयौँ त्यसपछि चाहिँ एकदम फ्रेन्डसिप हुन थाल्यो अब अहिले पनि भन्नुहुन्छ म त तेरो ऋण त कहिले तिरेर सक्दिनँ क्या भन्नुहुन्छ क्या मेरो मम्मीले जस्तो ऋण हुन्छ नि अब मम्मी यसो गरिदिनुहोस् उसो गरिदिनुहोस् त मैले भन्नु पऱ्यो नि त होइन
अब अहिले पनि हामी कारोबार गर्दैछौँ, कारोबार गरिरहेछौँ। अब भन्ने कसलाई त? मम्मीलाई त हो नि। मम्मीलाई यसो गरिदिनु पऱ्यो, उसो गरिदिनु पऱ्यो, यता मिलाइदिनु पऱ्यो, उता मिलाइदिनु पऱ्यो त भन्नु पऱ्यो। दौडाधुप हुन्छ नि त बिचरा मम्मीलाई पनि त। अब त बुढेसकाल लागिसक्यो। ओहो नानी मैले त तेरो ऋण त कहिल्यै तिर्न सक्दिनँ क्या भन्नुहुन्छ क्या मजाक मजाकमा भन्नुहुन्छ होइन। अब मम्मी तपाईँले गरे जति मैले मेरो छोरालाई गर्न सक्छु जस्तो लाग्दैन। खै कसरी गर्नुभयो, के जादु थियो कि के थियो होइन। र बाबाले पनि हामीलाई त्यत्तिकै माया गरेर आफ्नो रहर इच्छाहरू मारेर हामीलाई यहाँसम्म ल्याउनु भएको। तपाईँहरूप्रति म सधैँभरि ऋणी छु। कहिले पनि मैले यो भाडा चाहिँ तिर्न सक्दिनँ दाइ होइन, बाबा मम्मीप्रति। अब मैले गर्न सक्ने भनेको त्यही 2 वचन मिठो बोली हो दाइ। अरू मैले केही गर्न सकेको छैन अहिलेसम्म बाबा मम्मीको लागि होइन। भोलिको दिनमा अब गर्नुपर्ने स्थिति पनि छैन। अहिले पनि मेरो बाबा लगभग 47 वर्ष हुनुभयो। अहिले पनि हामीले यहाँ कमाउने भन्दा धेरै नेपालमै कमाउनुहुन्छ मेरो बाबाले। च्याउ फर्म छ, मौरी फर्म छ होइन। कोही सुर्खेततिरको मान्छेहरूले चाहिँ प्रोग्राम हेर्नु भएको छ भने चाहिँ नितेश कृषि मौरी फर्ममा चाहिँ जानु होला, म खानु पर्यो भने होइन। अब च्याउ पनि खानु पर्यो भने चाहिँ नितेश च्याउ फर्म पनि छ। र तपाईँहरूलाई जस्तो तालिमहरू केही लिनु पर्यो, परामर्शहरू लिनु पर्यो भने मेरो बाबाले तपाईँलाई सजिलैसँग परामर्श दिनुहुन्छ कृषकहरूलाई। त्यहाँबाट लिन सक्नुहुन्छ। क्षेत्रीय अध्यक्ष पनि हुनुहुन्छ मेरो बाबा चाहिँ होइन। त्यही भएर बाबा मम्मीको ऋण चाहिँ मैले कहिले पनि तिरेर सक्दिनँ दाइ। आभारी छु बाबा मम्मीप्रति। र त्यसै गरी सासू ससुरा जब म बिहे गरेर आएँ, बिहे गरेर आएपछि म सासू ससुरा पनि भन्दिनँ, मेरो कर्म दिने बुवा आमा होइन। बुवाले आमाले मलाई कहिले पनि नराम्रो वचन लाउनु भएन दाइ। छोरालाई भन्दा धेरै विश्वास गर्नुभयो र अहिले पनि गर्नुहुन्छ। मलाई त छोराको भन्दा धेरै मलाई छोराको विश्वास लाग्दैन, बुहारीको चाहिँ मलाई त्यस्तो विश्वास लाग्छ भन्नुहुन्छ। बुवा तपाईँले त्यो गरेको विश्वास हामी कहिले पनि तोड्ने छैनौँ होइन। बाहिर 2-4 जनाले 2-4 वटा कुरा सुनायो भन्दैमा तपाईँ आत्तिनु पर्दैन। हामी छौँ, टेन्सन गर्नु पर्दैन। अब मम्मी त मम्मी नै भइहाल्नु भयो। मम्मीसँग त मेरो त सबै कुरा मिल्छ। अब मम्मीलाई यसो गरौँ न है, यसो गरौँ, मलाई आज लास्टै गाह्रो भएछ नि मम्मी, आज तपाईँ पकाउनु न। हुन्छ त नि, त बस म पकाउँछु भन्ने खाले हुनुहुन्छ मेरो सासू मम्मी जान हुन्छ होइन। तपाईँहरू पनि एकदमै, तपाईँहरूप्रति पनि एकदमै आभारी छु होइन। तपाईँहरूको यो जुन यो के भन्छ, के भन्ने त्यसलाई, मायालाई होइन, म मायाप्रति पनि एकदमै ऋणी छु। कहिले पनि मैले यो चाहिँ पुरा गर्न सक्दिनँ जस्तो लाग्छ कि जुन त्यो ऋण हुन्छ नि त्यो चुक्ता गर्न सक्दिनँ जस्तो लाग्छ। यति माया गरेर हामीलाई चाहिँ राख्नुभयो घरमा छोरा नहुँदा पनि। अब छोरा घरमा नहुँदाखेरि चाहिँ मेरो छोरी हुने यिनीहरू, हामी 2 जना देउरानी जेठानी, छोरी हुने यिनीहरू। अनि छोरा घरमा आएपछि चाहिँ बुहारी हुन् भन्नुहुन्थ्यो मेरो बुवाले। अझै पनि त्यही भन्नुहुन्छ होइन। एकदमै म चाहिँ भाग्यमानी रहेछु जस्तो लाग्छ कि सासू ससुराको मामा हुन्छ नि दाइ। बाहिर त सुनिन्छ सासू ससुरा पाएर कि सबै फ्यामिली होइन, सबै फ्यामिली चाहिँ बुढो भएपछि होइन त फ्यामिली चाहिँ मैले एकदमै भने जस्तो त्यति पढे लेखेको हुनु हुँदैन, तर त्यो शिक्षित परिवारमा भन्दा पनि धेरै अन्डरस्ट्यान्डिङ छ। बुवाको सोचाइ चाहिँ के छ भने जमाना अनुसार चाहिँ परिवर्तन हुनुपर्छ है भन्ने सोचाइ चाहिँ छ क्या बुवाको। एकदमै एकदमै माया गर्नुहुन्छ। अनि त्यही भएर पनि त्यो एकदम खुसी लाग्छ क्या। त्यही भएर बुवा भन्न नसकेको कुराहरू यिनीहरूसँग भन्नुहुन्छ। त्यही भएर बुवा मम्मी तपाईँहरूले टेन्सन गर्नै पर्दैन। छोरा बुहारीले मन चेन्ज गर्छन्, यो त्यो अरूको कुरा सुनेर यताउता गर्छन्। तपाईँहरू ढुक्क हुनुहोस्। तपाईँको छोरा बुहारी तपाईँकै छोरा बुहारीले पाल्ने हो, ढुक्क हुनुहोस्। तपाईँहरूले टेन्सन गर्नु पर्दैन। के अरे बुहारी कहाँ हुनुहुन्छ? बुहारी पोर्चुगलमा है। भाइ चाहिँ होइन, बाबु चाहिँ ऊ पनि बहिनी पनि। ल बहिनीलाई पनि मैले यहीँबाट भने, बहिनी हामी एउटै घरबाट एउटै आमाको कोखबाट नजन्मेको भए पनि दाइ हाम्रो माया प्रेम चाहिँ एउटै आमाको कोखबाट जन्मेको दिदी बहिनीको भन्दा अथाह छ। ऊ पूर्वतिरको सिन्धुलीको, म पश्चिमको सुर्खेतको भएर पनि हाम्रो सबै कुराहरू मिल्छ होइन। ऊप्रति पनि म एकदमै ऋणी छु। एकदम माया गर्छ, दिदी भन्छ, एकदमै माया गर्छ, एकदम ऋणी छु। र नितालाई पनि मैले धेरै धेरै सम्झिरहेको छु यहाँबाट। ल अब भाइ र बुहारी दुवैजनालाई एकदमै भविष्यको लागि शुभकामना छ। अब यो सबैलाई भन्नु मैले चाहिँ मेरो भाइलाई भनिनँ, भाइलाई भन्छु म किनभने उसको नि मन दुखाइ हुन्छ नि त होइन। मेरो भाइ त झन् अब के कुरा भन्दा मेरो मुटुको टुक्रा नै हो होइन। अझै पनि दिदी तँलाई दाइले उसले भिनाजु भन्दैन, दाइ भन्छ, मलाई दाइ नै हो र। अझै पनि दिदी तँलाई चाहिँ दाइले नराम्रो व्यवहार गर्नुहुन्छ भने चाहिँ आइज अझै पनि
पाल्न सक्छु भन्छ पाल्न सक्छु त रेडियोमै प्रोग्रामै चलाएर पनि गरी खान सक्छेस् सहेर चाहिँ बस्नु हुँदैन है भन्ने सोच छ क्या मेरो भाइको चाहिँ त्यति बेला नि एन्सर के हुनुहुन्छ त अनि म त होइन नि बाबु मलाई त्यस्तो छैन नि टेन्सन छैन नि तैँले किन त्यस्तो सोचेको होइन धेरैको देखिन्छ दिदी गाह्रो हुन्छ सहेर बस्छन् सहेर बस्नुपर्छ भन्ने हुन्छ म त्यस्तो छु त म सहेर बस्नु जस्तो लाग्छ त तँलाई भन्छु अनि त्यसपछि उसले चाहिँ त्यही भन्छ कि मलाई अनि त्यस्तो टेन्सनै गर्नु पर्दैन बाबु होइन टेन्सन गर्नु पर्दैन भिनाजु चाहिँ एकदम हिरो हुनुहुन्छ त्यो चाहिँ होइन मेरो भाइलाई पनि सम्झना छ यहीँबाट धेरै धेरै सम्झिन चाहन्छु होइन ऊ त मेरो मुटुको टुक्रा नै हो स्वस्तिकालाई पनि स्वस्तिकालाई पनि सबैजनालाई धेरै धेरै सम्झना छ सबैजनालाई हामीले त्यो एकमुष्ट अरू बेलामा फोन गर्न नपाए नि आज सम्झिन पर्ने जो हुनुहुन्छ सबैलाई हामीले सम्झिरहेको छौँ नाम भन्न छुट्या होला सबैसँग नमस्कार छ केही गल्ती भयो भने माफ दिनु होला केही सजेसनहरू छ भने भेट्दाखेरि भनिदिनु होला तपाईँहरूको आशीर्वाद हामीलाई सधैँभरि चाहिन्छ तपाईँहरूको आशीर्वाद शिरमा छ र नै आँटेको सोचेका कुराहरू पुरा गर्न सफल भइरहेछौँ भोलिको दिनमा त झनै धेरै खाँचो छ ल भाइ र बहिनीलाई भविष्यको लागि एकदमै धेरै शुभकामना व्यापार व्यवसायहरू एकदमै र अझै राम्रो हुँदै जाओस् जति जे भएको छ अझ धेरै हुँदै जाओस् धेरै धेरै शुभकामना छ आज भाइ बहिनीसँग बुहारीसँग बसेर कुरा गर्न पाएँ एकदम खुसी लाग्यो केही छ अझै कुरा यो चाहिँ भन्नु पाए हुन्थ्यो भनेर मनमा लागेको केही छैन यदि कसैले दुबईमा बसेर यो पोडकास्ट हेरिरहनु भएको छ भने चाहिँ यदि तपाईँहरूलाई केही पनि सेवा सुविधाहरू चाहिएको छ भने निर्जुन ग्रुप अफ कम्पनी भनेर छ हाम्रो यदि तपाईँहरूलाई ट्राभल सम्बन्धी रिलेटेड केही डकुमेन्टहरू या टिकट काट्नु छ भने हाम्रो साथीभाइ ट्राभल्स एन्ड टुरिज्म छ यदि लेडिज गार्मेन्ट्स पर्फ्युम र कस्मेटिक सामानहरू चाहिन्छ भने निर्जुन जनरल ट्रेडिङ छँदैछ त्यसपछि अब बर्दुबे आएको बेलामा मिठो खाना नास्ता नेपाली स्वादहरू खान मन छ भने कान्तिपुर भान्साघर साथसाथै नेपाल जाँदै हुनुहुन्छ गरगहना लाने सोचिरहनु भएको छ भने हाम्रो कान्तिपुर ज्वेलरी छँदैछ यदि तपाईँलाई जे पनि चाहिएको छ भने एकचोटि सेवा गर्ने मौका अवश्य दिनु होला यदि तपाईँलाई हामीले निराश चाहिँ बनाउने छैनौँ यदि खुसी बनाएर पठाउनेछौँ एकचोटि सेवा गर्ने मौका चाहिँ दिनु होला आफ्नै भाइ बहिनी सम्झेर अनि अर्को पूजा सामग्री पनि छ पूजा सामग्री त्यो जनरल ट्रेडिङमै आउँछ जनरल ट्रेडिङमै आउँछ अनि हाम्रो पूजा सामग्री सम्बन्धी बर्दुबे एरियामा कसैलाई पनि अब डेलिभरी चाहिएको छ भने फ्री डेलिभरी हुन्छ त्यहाँ चाहिँ पूजा सम्बन्धी चाहिने सामग्रीहरू सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा एकदम रिजनेबल प्राइसमा पाइन्छ निर्जुन जनरल ट्रेडिङ चाहिँ हाम्रो दुईवटा छ एउटा पूजा सामग्रीको भयो एउटा चाहिँ लेडिज गार्मेन्ट्स र कस्मेटिकहरूको छ पर्फ्युमको छ यदि तपाईँहरूलाई यी सम्बन्धी सेवाहरू केही पनि चाहिएको छ भने नहिचकिचाइकन हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ल एकदमै धेरै धेरै धन्यवाद अब हाम्रो पोडकास्टमा आउने गेस्टहरूलाई हामीले जहिले पनि निर्जन जेनरल ट्रेडिङले दिएको तपाईँलाई उपहार भनेर दिन्थ्यौँ आज त्यो दिँदैन हो किनभने उहाँहरू नै हुनुहुन्छ हाम्रो पोडकास्टमा चाहिँ निर्जन जेनरल ट्रेडिङ भनेर एउटा गिफ्ट उपलब्ध गराइदिने उहाँहरू नै हुनुहुन्छ त्यसपछि कान्तिपुर भान्साघर पनि भनेर भन्थ्यौँ हामीले होइन त्यो पनि उहाँहरूसँगै हुनुहुन्छ तर हामीसँग अझै दुईवटा चाहिँ छ भाउचर्स यहाँ छ एउटा छ एमएनटी एभरेस्ट रेस्टुरेन्ट यो चाहिँ हाम्रो अनुप सरको आफ्नै रेस्टुरेन्टबाट चाहिँ सोनापुरबाट चाहिँ हजुरहरू दुईजनाको लागि लन्च वा डिनर है एक दिन त्यहाँ गएको छैन अहिलेसम्म हामी जाने भनेर सोचिरहेको छौँ एक दिन जान्छौँ अब चाहिँ जानु पर्यो जान्छौँ है अनि त्यसपछि अर्को छ भेराइटी मोमो रेस्टुरेन्ट है यहाँबाट पनि दुईजनाको लागि लन्च वा डिनर है त धेरै धेरै धन्यवाद तपाईँहरूको स्पोन्सरसिपको लागि यो दुई चाहिँ हाम्रो तर्फबाट है त हुन्छ धन्यवाद यहाँहरूलाई यहाँहरूको बिजनेस पनि फलोस् फुलोस् सप्लाउँदै जाओस् जसले हेर्नु भएको छ उहाँहरूले सेवा गर्ने मौका दिनु होला अवश्य उहाँहरूलाई पनि हस् ल अब हाम्रो पोडकास्ट सक्यो दाइले पनि त हामीले केही भन्नु पर्यो नि त दाइलाई धन्यवाद भन्नै मागेको छ दाइले यो अपर्च्युनिटी जुराइदिनु भएको छ हाम्रो हामी सायद बिहेपछि यसरी बुढाबुढीसँगै बसेर यो 1.5 घन्टा यसरी गफिएको आजै होला धेरै लामो समयपछि त्यो पुराना कुराहरू पनि याद आयो अहिले पुराना
फेरि यो रहर मलाई पनि थियो दाइ किनभने मैले पनि यस्तै प्रोग्राम चलाउँथेँ होइन दुःख सुखको चौतारी भन्ने चाहिँ मैले चलाउँथेँ नि यसलाई एउटा गजल भन्न लगाउँथेँ लास्टमा ए मैले लेखेकै छैन एउटा पहिलाको भन्दा चाहिँ एउटा गजल भन्दै ल त्यो गजलसँगै अन्त गरिदिउँ उ त्यो मेरो मोबाइल हेर्नुपर्छ एक्चुअली मोबाइल हेर्नु पर्दैन त्यत्तिकै आइहाल्छ त मलाई पनि रहर थियो दाइ यस्तै प्रोग्राममा आएर बोल्ने मैले पनि दुःख सुख चौतारी भन्ने चाहिँ मैले त्यति बेला पनि प्रोग्राम चलाउँथेँ होइन बुढा बुवा आमाहरूलाई ल्याएर यसरी हामी पनि गफसप गर्थ्यौँ मलाई पनि रहर थियो मैले उहाँलाई भनेको पनि थिएँ कुनै बेला चाहिँ हामी चाहिँ यहाँको कुरा त होइन कि जस्तो हामी नेपालमै हुँदा पनि भोलि पर्सि हामी चाहिँ बुढाबुढी भएपछि चाहिँ हाम्रो एक्सपिरियन्स सुनाउन चाहिँ हामी एफएममा अथवा रेडियोमा चाहिँ जानुपर्छ ल भनेर चाहिँ भनेको थिएँ होइन त्यो अवसर चाहिँ आज चाहिँ जुराइदिनु भयो दाइ धेरै धेरै धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद दाइ अघिदेखि भाइले गजल भनिरहनु भएको थियो अब बुहारीले एउटा गजल सुनाएर हाम्रो पोडकास्ट एन्ड गरिदिउँ त ल गजल त मलाई आउँदैन दाइ होइन मैले चाहिँ भने मुक्तको हो कहिलेकाहीँ यत्तिकै पसलमा बसिराख्दाखेरि आउँछ मैले त्यो लेख्ने भन्नाले धेरै लेख्ने पनि होइन होइन कहिलेकाहीँ यसो आयो भने लेख्ने अनि यसो टिकटकमा हाल्ने चाहिँ गरेको छु होइन अहिले त त्यही पनि धेरै कम भइसकेको छ अनि को सही को गलत जाँच्ने कसरी होला यो मनमा हजारौँ सपना साँच्ने कसरी होला पृथ्वी गोलो छ पालो सबैको आउँछ भन्छन् पृथ्वी गोलो छ पालो सबैको आउँछ भन्छन् मेरो पालो आउँदासम्म म बाँच्ने कसरी होला को सही अनि को गलत जाँच्ने कसरी होला कुनै न कुनै कुराको तनाव नहुनेको छ र केही न केही कुराको अभाव नहुनेको छ र तपाईँ आफूलाई मात्रै पिर्छ भन्नुहुन्छ तपाईँ आफूलाई मात्रै पिर्छ भन्नुहुन्छ जिन्दगीमा दुःख अनि नसिब खराब नहुनेको छ र कुनै न कुनै कुराको अभाव नहुनेको छ र दाइलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म बोलाएर होइन हामीलाई चाहिँ यो 2-4वटा कुरा हाम्रो एक्सपिरियन्सहरू पुरानै दिनमा फर्केको जस्तो फिल गराइदिनु भयो धेरै धेरै आभारी छु दाइ अब यस्तै हो अब बर्दुबेतिर आउँदाखेरि निर्जुन जनरल ट्रेडिङ कान्तिपुर भान्साघर त्यसपछि गएर कान्तिपुर ज्वेलरीमा चाहिँ आउन चाहिँ नबिर्सिनु होला है र सबैजना कस्टमरहरूलाई पनि जति पनि हुनुहुन्छ तपाईँहरूलाई केही सेवा सुविधाहरू चाहिएको छ भने हाम्रो टिकटक छ निर्जुन जनरल ट्रेडिङ कान्तिपुर भान्साघर कान्तिपुर ज्वेलरी र साथीभाइ ट्राभल्स को टिकटकहरू फलो गरेर त्यहाँबाट नम्बर लिएर तपाईँहरूले मेसेज गर्नुभयो भने सामान चाहिँ हामी तपाईँकै घरसम्म घर दैलेसम्म पुर्याउन सक्छौँ पुर्याइदिन्छौँ पनि र हामीलाई सम्झिनु होला सेवा गर्ने मौका दिनु होला र एकपटक के भनौँ सेवा गर्ने मौका चाहिँ दिनु होला हस् ल भाइ बुहारीलाई एकदमै धन्यवाद आज बर्दुबेबाट यहाँसम्म आउनुभयो है त नमस्ते दिस एपिसोड इज ब्रट यु बाई कान्तिपुर ज्वेलरी ट्रेडिङ तपाईको भरोसा हाम्रो प्रतिबद्धता र सुनमा 100% शुद्धता